प्रत्येक महिनाको 15 गते पाठशालाका लघुकथा नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई पाठशालाका लघुकथा श्रृङ्खला 14 मा। यो कार्यक्रम हाम्रो लघुकथा केन्द्र नेपाल साथसाथै नेपाली कथाको संयुक्त प्रस्तुति रहेको छ। हरेक महिनाको 15 गते आउने यस कार्यक्रमलाई सुन्न तथा हेर्नका लागि यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला। दर्शक तथा श्रोतावृन्दहरू, आजको लागि पहिलो लघुकथा रहेको छ लघुकथा कोशिश। लघुकथाकार दुर्गा सारू। घुमफिर गर्नु गंगारामको दिनचर्या नै बनेको थियो। घुमफिर गरेर फर्किएपछि आफ्ना छोराछोरीलाई उनी भन्ने गर्थे, असल व्यवहार र ज्ञानको ज्योतिले कलिलो मुनालाई सुन्दर आकृति दिने कोशिश गर्नुपर्छ। छोराछोरी पनि दिनहुँ गाउँघर छिमेकमा डुल्दै उल्टो आँखाले हेर्नु हुँदैन भन्दै मिथ्याको उपदान खोजेर मनका लड्डु बनाउने काममा उर्लिरहन्थे। छोराछोरीको व्यवहार देखेर आजित भएका गंगारामले रिसाउँदै भने, अनावश्यक काम कुरामा रोमलिएर बस्नु हुँदैन। छोराछोरी दुवैजनाले एकैसाथ भने, बुबा हामी रोमलिएका कहाँ हौ र, तपाईँ जस्तै बन्ने कोसिस पो गरेका हौं। छोराछोरीको जवाफ सुनेर गंगाराम अँध्यारो कोठरीको परीक्षाबाट जुरुक्क उठी हिँडे। त्यसैगरी अर्को लघुकथा रहेको छ निर्दय। लघुकथाकार देवी प्रसाद थापा मामा। प्रमिला र नरेन्द्रको गहिरो प्रेम थियो। उनीहरूले बिहेको पवित्र बन्धनमा बाँधिने बाचा गरिसकेका थिए। उनीहरू प्रत्येक दिन कहीं न कहीं भेट गर्दथे। उनीहरू एक आपसमा माया प्रेम साटासाट गर्दथे। यसरी भेट्ने क्रम बढ्दै जाँदा एक दिन नरेन्द्रले प्रमिलालाई भेट्न असमर्थ भयो। त्यसको पछिल्लो भेटमा प्रमिलाले प्रश्न गरी, हिजो मलाई भेट्न किन आएनौ तिमी? नरेन्द्रले उत्तर दियो, आमा बिरामी हुनुभयो, त्यसैले घर छोड्न मिलेन। प्रमिलाले लगत्तै भनी, मेरी आमा पनि त बिरामी हुनुहुन्थ्यो, उहाँले मलाई घरबाट ननिस्कनु भन्दा भन्दै पनि म तिम्रा लागि निस्किए। लोग्ने मान्छे कति निर्दयी हुँदो रहेछ भन्ने कुरा बल्ल आज मैले बुझे। प्रमिलाले मुन्टो बटार्दै भनी, निर्दय तिमी कि म? नरेन्द्रले प्रमिलालाई तुरुन्त प्रति प्रश्न गर्यो। लघुकथा निर्दय। लघुकथाकार देवी प्रसाद थापा मामा। त्यसैगरी अर्को लघुकथा रहेको छ मामा घर। लघुकथाकार धनराज गिरी। हाकिम बीके आफ्नो कर्मचारीलाई जहिले पनि आफ्नो मामा घरको कहानी भन्ने गर्थ्यो। मावलको तारिफ गर्नु उसको दिनचर्या थियो, किनभने ऊ मामाको घरमा नै हुर्कियो। आमा जन्म दिएको दिनमा नै परलोक र बाउले तुरुन्त विकल्प खोजेको हुनाले ऊ पुग्यो हजुरआमाको काखमा। पछि बिहे गरेपछि फर्कियो। घर र बाउसित आफ्नो हक लिएर गयो अर्को नगरमा। यतिखेर 2 छोरी विदेश, घरमा 2 र 1 पाकी महिला गृह सहायकसँग जीवनयापन गरिरहेको थियो। केही दिन हाकिम गायब भयो। 15 दिनपछि लेखापाल घर पुग्यो। ऊ घरमा थिएन। पत्नीसित जानकारी लियो। मामा घर उत्तर पायो। केही दिन कुरे। अब त तलब खान पनि अनिवार्य भयो। फेरि गयो लेखापाल। सधैँ उही एकनासको उत्तर, मामा घर। एउटा कर्मचारी मामा घर पुग्यो। छैन हाकिम। पूरा कर्मचारी आए। हाकिमको घर राम्रोसित केरकार गरे। मैले अनेक उपाय गरे उहाँलाई अतिरिक्त आर्थिक क्रान्ति नगर्न भनेर। यहाँहरूलाई आफ्नो हाकिमको बानी थाहा छ। मेरो अनुरोधमा प्रहरी आएर लग्यो। अहिले मामा घरको जस्तो मेजमानी खाएर थानामा हुनुहुन्छ। त्यो पनि त मामा घर नै हो नि। लघुकथा मामा घर। लघुकथाकार धनराज गिरी। त्यसैगरी अर्को लघुकथा रहेको छ भूमिका। लघुकथाकार ध्रुव मध्यकर्मी। राम, सीता र लक्ष्मण जंगलमा धेरै दिनपछि घुम्न आएका थिए। जंगलमा अरू पनि केही व्यक्तिहरू घुम्न आएका थिए। जंगल घुम्न र बस्न लायक हुने गरी व्यवस्था गरिएको थियो। मौसम रमाइलो थियो। एक दिन राम एक्लै जंगलमा टहल्दै थियो। लक्ष्मण पनि यसो कतै गएको थियो। त्यही बेला कसैले सीतालाई अपहरण गर्यो। तत्काल पुलिसलाई खबर गर्यो। राम र लक्ष्मण आफै पनि यताउता कुदेर खोज्न गए। केही शुभचिन्तकहरूलाई पनि गुहारे, तर कतै कहीँबाट कुनै सूत्र फेला पार्न सकेनन्।
प्रहरीले हार मानेन। खोज्दैछौँ भनेर, तर फेला परेको होइन। अब के गर्ने? त्यहाँबाट गम्भीर छलफल सुरु भयो। एउटाले सीता कतै गएकी होला, आइहाल्छे, किन चिन्ता गर्ने अनाहकमा भने। अर्कोले खोज जारी राख्नुपर्छ, भेटिहाल्छ नि भने। अर्कोले माइत पो गएकी भन्ने शंका व्यक्त गरे। एउटाले त सीता आफू खुसी गएकी होला, उनलाई पनि कतै जाने हक छ, त्यसैले खोज्नु बेकार छ भनेर तर्क राखे। अन्तमा एउटाले सल्लाह दियो, रामले हराएको सीतालाई कुरेर बस्ने होइन, अर्को सीता खोजेर विवाह गर्नुपर्छ। हनुमान, जम्बवान र सुग्रीवहरू केही बोल्न सकेनन्। लघुकथा भूमिका, लघुकथाकार ध्रुव मध्यकर्मी। त्यसैगरी अर्को लघुकथा रहेको छ लापरवाही, लघुकथाकार नवराज कोइराला। उताबाट द्रुत गतिमा मोटरसाइकल चलाउँदै आएको एउटा केटो मेरै पसल अगाडिको बाटो हुँदै गुडिरहेको थियो। 2 फन्को बजार परिक्रमा गरिसकेपछि छेउमा रोकेर राखिएको एउटा ट्रकमा गएर उसको मोटरसाइकल ठोकियो। ऊ त्यही पछारियो। पैदल हिँडिरहेका यात्रुहरू एकैछिनमा जम्मा भए। जम्मा भएका मध्येबाट एकजनाले एम्बुलेन्सलाई फोन गरे। एम्बुलेन्स करिब 10 मिनटमा आइपुग्यो, तर एम्बुलेन्स चालक गाडीमा ओर्लन मानेन। अर्का यात्रुले एम्बुलेन्स चालकलाई भने, दाजु, बिचाराको प्राणै जान लागिसक्यो, छिटो गाडीमा राखेर अस्पताल लगिहालौ न। एम्बुलेन्स चालकले उसको कुरामा त्यति चासो दिएन। कसैले प्रहरी हेडक्वार्टरमा फोन गरिदियो। करिब 20 मिनटपछि प्रहरीहरू घटनास्थलमा आइपुगे। त्यति बेलासम्म घाइते केटो अचेत भइसकेको थियो। भिडलाई नियन्त्रण लिई हवलदारले फोन गर्दै भने, हेलो सर, हजुरहरू यो ठाउँमा तुरुन्त आइदिनु पर्यो। एकैछिनमा सेतो कपडा लगाएका 3-4 जना मानिस गाडीबाट ओर्लिए। एउटाले घाइतेको नाकमा लामो सुई जस्तो भाँडो छिरायो। छिटो छिटो गर्नुस् न, त्यहाँ कोही रुँदै थिए। घाइते हेरिसकेपछि सेतो कपडा लगाउँदै एकजनाले भने, हेर्नुस्, उसको मृत्यु भइसकेको रहेछ, हामीले उसलाई बचाउन सकेनौं। उनीहरू फर्किए। प्रहरीले लास बोकेर गाडीमा राखे अनि लिएर गए। बेलुका समाचार सुन्दा त अचम्मको समाचार आयो। समाचारमा भनिएको थियो, आज दिउँसो मोटरसाइकलबाट दुर्घटना भएका एक यात्रुको तुरुन्त कोरोना टेस्ट गर्दा पोजिटिभ देखियो। कोरोनाकै कारण उसको दुःखद मृत्यु भयो। लघुकथा लापरवाही, लघुकथाकार नवराज कोइराला। त्यसैगरी अर्को लघुकथा रहेको छ असामाजिक, लघुकथाकार नवराज शर्मा। बाहिर निस्किनु अघि बाहुले कमिज उसले लगायो, प्यान्ट, जुत्ता, मोजा अनि मास्क लगायो। आफैले स्प्रिन्ट र ग्लिसरिनबाट बनाएको सेनिटाइजरको सानो सिसी खल्तीमा राखेर दूध र तरकारी किन्न बजारतिर लाग्यो। बाटोमा साथी भेटियो। ओहो, के छ मित्र? नजिक आएर उसले हात मिलाउन खोज्यो। ऊ अलि पर सर्यो र भन्यो, ठिकै छ। के तालको मान्छे होला? व्यवस्था गरेको ठानेर साथी केही नबोली आफ्नो बाटो लाग्यो। बाटो छेउ चिया पसलमा केही केटाहरू क्यारम खेल्दै थिए। कोरोना बजिया फेला मात्रै परोस् न, कोरोना कोरेसोमा कोरेर ठिक पार्न सकेनम भन्ने त कि जात। उसलाई हेरेर गलल्ल हाँसे। उसले कुनै प्रतिक्रिया जनाएन। पसलमा घुइँचो देखेर ऊ अलि पर झोला लिएर उभिरह्यो। चिने नचिनेका अनुहारहरू उसलाई हेर्दै मुसु मुसु हाँसिरहेका थिए। एकजनाले भन्यो, कति डर मान्नु भएको? ऊ केही बोलेन, मात्र एउटा मुस्कान फाल्यो। मान्छे पातलिए। ऊ पसलमा गयो, तरकारी किन्यो। पैसा फिर्ता लिन नपरोस् भने जस्तो गरी चानचुन मिलाएर पैसा दियो अनि सेनिटाइजर हातमा दल्यो। कातर मान्छे, साउनी मनमनै भन्दै थिइन्। हतार हतार ऊ घर आयो। लाएको लुगा धुन राख्यो। नुन र नरिवलको तेल मिसाएको मनतातो पानीले नुहायो, लुगा फेर्यो। तरकारीलाई नुन पानीमा डुबायो अनि साबुन पानीले राम्ररी हात धोयो। कसैको नभएको ढाँचा हजुरलाई नै आउँदो रहेछ, छिमेकमा पनि जाने आउने नगर्नु भन्ने अनुरोधलाई आफ्नो हक हनन भएको र स्वतन्त्रता खोसिएको ठानी मनमनै भुटभुटिएकी उसकी प्रियाले अप्रिय अनुहार लगाउँदै व्यङ्ग्य गरिन्। त्यसै बेला घण्टी बजेको आवाज सुनि ऊ बाहिर निस्कियो। कि कति कामले पाल्नुभयो भाउजू? छिमेकी भाउजूलाई देखेर उसले सोध्यो। घरमा बस्दा बस्दा बोर भयो, बहिनीलाई यसो भेटु कि भनेर आएको। ए भाउजू कहाँ त? नेट छ नि, अघि मेसेन्जरबाट कुरा गरे हुन्छ नि। होइन र भाउजू, उसले ज्यान गए फलामे ढोका खोलेन। कति ठुलो पल्टेको होला। छिमेकी भाउजू रातो पिरो हुँदै फरक्क फर्किन्। सबै कुरा नियालिरहेकी उसकी प्रियालाई नमिठो लाग्यो। प्याच्च भनिन्, अलिक सामाजिक त हुनु नि। लघुकथा असामाजिक, लघुकथाकार नवराज शर्मा।
त्यसैगरी अर्को लघुकथा रहेको छ भोक। लघुकथाकार नानु परिवर्तन। मानबहादुर दाई सानैदेखि टुहुरो थिए। मैले उनलाई यस शहरमा भेटेको पनि 4-5 वर्ष भइसकेको थियो। अरूकै जमिनमा सानो टहरो बनाएका थिए। 2 छोराछोरी अनि श्रीमतीको सपना पूरा गर्न उनी ज्याला मजदुरी गर्थे। म अफिसको बाटो हुँदै जाँदा उनी मलाई माटसाप भनेर बोलाउँथे अनि सुरु हुन्थ्यो उनका मिठा गफ। टाउकामा मैलो टोपी, च्यातिएका दौरा लाएर पनि उनले हाँस्न भने कहिले छोडेनन्। जीवनमा कहिले हिम्मत हार्नुहुन्न, भोकका लागि लड्नुपर्छ भनेर सधैँ सुनाइरहन्थे। उनको अनुहारमा मैले निराश भएको र हार मानेको कहीँ कतै देखिन। देशमा कोरोनाको महामारी फैलियो, सरकारले लकडाउन गर्यो, मेरो काम पनि ठप्प भयो। म आफ्नै कोठामा बस्न बाध्य भएँ। मानबहादुर दाईसँग भेट्ने स्थिति पनि थिएन। उनलाई मैले नदेखेको पनि थुप्रै दिन बितिसकेको थियो। अति जरुरी परेर आज एका बिहानै म बाहिर निस्किएँ। मैले उनलाई उनको टहरा बाहिर हातमा मैलो टोपी समाएर झोक्राएर बसेको देखेँ। म अलि नजिक पुगेर मानबहादुर दाई भनेर बोलाउन नपाउँदै उनले पुलुक्क मतिर हेर्दै बोले, माटसाप, मान्छे गरिब हुनु पनि दोष हुने रहेछ। यो देश त धनीको मात्र रहेछ। यस ठाउँको वडाले गरिब मजदुरका लागि राहत बाँड्दैछ रे भन्ने खबर सुनि म पनि पुगे। तर नागरिकता नभएकै कारण म यो देशको नागरिक भइन। मलाई रित्तो हात पठाइदिए माटसाप। मैले उनलाई हेरिरहेँ मात्र उनी बोल्दै थिए। माटसाप, रोग त अब सुरु हुँदैछ, त्यो पनि भोकको रोग। मैले उनको अनुहारमा एउटा गरिब मानबहादुर भोकले हारेको देखेँ। लघुकथा भोक। लघुकथाकार नानु परिवर्तन। त्यसैगरी अर्को लघुकथा रहेको छ एउटा अनौठो रहस्य। लघुकथाकार नारायण पौडेल। देशमा लकडाउन हुनु अगाडि डाक्टर पृथ्वीमान अस्पतालमै व्यस्त रहन्थे। लकडाउनमा अस्पताल बन्द भएकाले उनी घरमै बसिरहेका थिए। एक दिन छिमेकीको देहावसान भयो। सागर जाने सीमित मलामी मध्ये डाक्टर पृथ्वीमान पनि परे। लकडाउनको 1.5 महिनापछि यस्तो काम आइलागेको थियो उनलाई। डाक्टर पृथ्वीमान असाध्यै जिज्ञासु मानिस थिए। कोरोना भाइरस फैलिएपछि नेपालमा भित्रभित्रै मानिसहरू मरिरहेका र सरकारले तथ्याङ्क लुकाएको भन्ने एक थरीको बलियो शंका थियो। मान्छे मरेपछि कसैले लुकाउन सक्ने अवस्था नै हुँदैन। तैपनि डाक्टर पृथ्वीमानले मानिसहरूबाट यस्तो कुतर्क सुनेका थिए। डाक्टर हुन्। उनले अस्पतालहरूको गतिविधि पनि नजिकैबाट बुझेका थिए। मेडिकल सिटी भनेर चिनिने चितवनको भरतपुरका सबै अस्पतालहरू खाली खाली थिए। अस्पतालका मुर्दाघरहरू पनि लामो समयदेखि नै खाली थिए। देवघाट पुगेपछि लास सद्गतको काम सुरु भयो। उनी अलिपर दाउरा चिरेको ठाउँमा पुगे। एउटा मान्छेले बन्चरो र छिनो प्रयोग गरेर ठूला ठूला मुढा फोड्दै गरेको थियो। उसैलाई सोधे, कति लास आउँछन् आजभोलि? उसले रोकिएर भन्यो, दिनको 3-4 वटा लास आउँछन्। पहिला कति आउँथे? 30 वटा भन्दा बढी लास आउँथे। तपाईको विचारमा लास किन कम भयो जस्तो लाग्यो? डाक्टरले सोधे। उनले डाक्टरको अनुहारतिर हेरेर भने, ल तपाईलाई त्यति पनि थाहा छैन? लकडाउन खुलेकै छैन। अस्पताल जान नपाएपछि मान्छे कसरी मर्छन् त सर? लघुकथा एउटा अनौठो रहस्य। लघुकथाकार नारायण पौडेल। त्यसैगरी अर्को लघुकथा रहेको छ बैतरणी दान। लघुकथाकार निमेश आचार्य सुशील। बिर्खमान मध्यम वर्गको व्यक्ति थियो। उसका 2 भाइ छोरा थिए। जेठा छोराको सरकारी जागिर थियो। शहरमा बंगला मोटर गाडी जोडेको थियो। कान्छो चाहिँ पढे लेखेको थियो। वृद्ध आमा बाबुको स्याहार सुसार गरेर ऊ घरमै बसेको थियो। ऊ कृषि पेशामा रमाएको थियो। एक दिन बिर्खमान सिकिस्त बिरामी भयो। डाक्टर वैद्यले जवाफ दिए। हिन्दू परम्परा अनुसार अन्त्य अवस्थामा बैतरणी दान गर्ने कुरा उठ्यो। सबै उपस्थित आफन्तजनले सहमति जनाए। कान्छाले आफ्नै गोठको अलि धेरै दूध दिने गाईदान गर्ने घोषणा गरे। भाइको कुरामा असहमत जनाउँदै आधुनिकतामा रमाएको दाजुले भने, भाइ त कुन दुनियाँमा छस्? अहिलेको समयमा पनि गाईदान गर्ने कुरा गर्छस्? गाई होइन, बाइक दान गर्नुपर्छ, किनभने बैतरणी नदीमा पुल बनिसक्यो। उसको दाजुको यस्तो कुरा सुनेर मेरो मन प्रफुल्लित भयो, किनभने म उनीहरूकै पुरोहित थिए भने जस्तै भयो। अब त म एक दिनमा 4-5 घरमा नै श्राद्ध गराउन भ्याउँछु। लघुकथा बैतरणी दान। लघुकथाकार निमेश आचार्य सुशील।
त्यसैगरी अर्को लघुकथा रहेको छ अभियन्ता। लघुकथाकार निमेष नीलकुमार पौड्याल। छुवाछुत विरोधी अभियानका एक अभियन्ता खड्क प्रसाद दलित सामाजिक सञ्जालबाट समेत सम्मानित समाजसेवी हुन्। उनी जातीय भेदभाव, छुवाछुत र अन्याय अत्याचारको विरुद्धमा बोलेर थाक्दैनन्। परिवर्तन गर्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ। भाषण गर्दा उनको यो भनाइ थेगो नै भइसकेको छ। एक दिन उनको घरमा एकजना पाहुनाको आगमन भयो। नोकर: मालिक, घरमा बाहिर पाहुना आउनु भएको छ। मालिक: भित्रै पठाइदे न, म एकछिन काम गर्दैछु। मालिक: अलि अप्ठ्यारो हुने हो कि? मालिकनीलाई पनि यो कुरा मन पर्दैन। के गरौं? झ्यालबाट पाहुनाले नसुन्ने गरेर बोल्छ। मालिक जङ्गेदै: होइन, को हो त्यो पाहुना? नोकर: चौपारी सेते दमाई। मालिक: धत बेवकुफ, यत्रो वर्ष घरमा बसेर हाम्रो संस्कार कस्तो छ भनेर भुलिसकिस्? बाहिरै उभिन भन्, म आइहाले। लघुकथा अभियन्ता। लघुकथाकार निमेष नीलकुमार पौड्याल। त्यसैगरी अर्को लघुकथा रहेको छ हक। लघुकथाकार पदमबहादुर छेत्री प्रदीप। मसँग जान्छस् कि जाँदैनस्? झोलामा खुकुरी राख्दै दाइले प्रश्न गर्नुभयो। रातको 9 बजिसक्यो, यतिखेर कहाँ जाने, त्यो पनि खुकुरी बोकेर? आज दाइको निको चाल छैन भन्ने त्रासले प्रतिप्रश्न तिर्साए। पोहर बाउसे गएको, पैसा अझै दिएन। कति पटक मागे दिन्छु त भन्छ, तर दिने होइन। हुँदाहुँदै आज त उल्टै पो थड्काए बुढाले भन्दै टर्च लाइट पनि लिनुभयो र एउटा ठूलो बोरा मलाई थमाउनु भयो। मेरो खुट्टा काम्न थाले। नचाहँदै पनि म लुरु पछि लागे। बाटोमा आज हुने घटनाको त्रासमय कल्पनामा जेलिँदै हिँडे। लगभग दाइले नाम लिएको बुढा भएको घर नजिक पुग्दा झोलाबाट निकालिएको नाङ्गो खुकुरी टर्चको रोशनीमा टल्केको देखे। आफूलाई रोक्ने कोसिस गरे, तर सकिन। अशान्त मनलाई चिर्दै चिच्याउन थाले, तर पनि सकिन। केही समयपछि बारीमा पुगे। एकाएक आवाज आयो, छ्याक छ्याक। मैले हेरे, लटरम्म भएको केराको बोट ढलेको थियो। बोराले भन्दै दाइले 35वटा केराको कोसा गनेरै राख्नुभयो। केही पर पुगेपछि ढुक्क मनले सोधे, दाइ, किन 35वटा कोसा मात्र राख्नु भएको त? सबै राखेको भए हुन्थेन र? लिनुपर्ने 35 रुपियाँ मात्र थियो। 1 रुपियाँको एउटाको हिसाब बराबर। धेरै लोभ लालच गर्नुहुन्न क्या भाइ? आफ्नो हक मात्र लिने हो। मैले बल्ल सन्तोषको सास फेरे। लघुकथा हक। लघुकथाकार पदमबहादुर छेत्री प्रदीप। त्यसैगरी अर्को लघुकथा रहेको छ सिफारिस। लघुकथाकार पुष्कर अथक रेग्मी। सिफारिस 1। सम्मानित एवं पुरस्कृत व्यक्तिको नामावली गोप्य नै राखौं भनी बैठक टुङ्गियो। बैठकमा चर्को विरोध गर्नेले नै पुरस्कृत व्यक्तिलाई फोन गर्यो। ल बधाई छ, मैले सिफारिसमा हजुरलाई सम्मान गर्ने निर्णय भएको छ। के हुन्छ त सम्मानमा? प्रश्न आयो। हजुरलाई दोसल्ला सम्मानपत्र र नगद पुरस्कार अनि अरूलाई सम्मानपत्र र खादा मात्र दिने हो। सिफारिसका लागि धन्यवाद। प्रत्युत्तर आयो। सिफारिस 2। सिफारिस समितिका संयोजकले सम्मानित एवं पुरस्कृत व्यक्तिको नामावली निर्णयार्थ प्रस्तुत गर्दा उसले भन्यो, सिफारिस आफ्नो मान्छेको होइन, योगदानमा आधारित हुनुपर्छ। सिफारिसमा सम्मान र पुरस्कार दिन पनि हुँदैन र लिन पनि हुँदैन। बैठक सकिएपछि उसले संयोजकलाई सुटुक्क भन्यो, तपाईँ धेरै संस्थामा हुनुहुन्छ, यसो कुनै संस्थाबाट मलाई पनि सम्मान र पुरस्कारका लागि सिफारिस गर्नु भए पनि त हुन्छ नि। सिफारिस 3। स्थानीय होस् या राष्ट्रिय अचेल सम्मान पुरस्कार सस्तो भएको छ। योगदानको कुनै कदर छैन। सिफारिसका आधारमा जस्तालाई पनि दिइन्छ। सिफारिसमा पढ्न आफ्नो मान्छे हुनुपर्छ। यस्तो सम्मान र पुरस्कार लिनुभन्दा नलिनु नै बेस। उसले बेला बेलामा यस्तै भाषण गर्दै आएको थियो। अहिले ऊ आफै सिफारिसमा परेर सम्मानित एवं पुरस्कृत भएको छ। अब हेर्न बाँकी छ, आफ्नाले सिफारिस गरेर पाएको यो सम्मान तथा पुरस्कार उसले लिन्छ या लिँदैन। लघुकथा सिफारिस। लघुकथाकार पुष्कर अथक रेग्मी। त्यसैगरी अर्को लघुकथा रहेको छ महान दाता। लघुकथाकार डाक्टर पुष्करराज भट्ट। म त्यति सम्पन्न मानिस त होइन, तर 2 परिवारलाई 1 हप्ताका लागि राहत स्वरूप राशन दिन सक्छु। सामाजिक सञ्जालमा यो सूचनासँगै सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि दिएको थियो। सामाजिक सञ्जालमा सूचना दिने व्यक्ति परिचित थियो। महामारीका बेला बन्द कोठामा निसासिएको मलाई यो खबरले उत्साहित तुल्यायो।
कोठामा भएको राशन सकिन लागेको थियो। काम गरेको ठाउँबाट केही पनि पाएको थिएन। सूचनामा दिएको नम्बरमा फोन गरे। धेरै पछि मात्र फोन उठ्यो। को हो फोन गर्ने? यस्तो महामारीको बेला फोन आयो कि मलाई त रिस मात्र उठ्छ। उसले चिच्याउँदै भन्यो, म सुभाष खनाल, तपाईँ हामी पहिले सँगै पढेका हौं। फेसबुकको स्ट्याटस देखेर फोन गरेको। मैले डराएर भने, ए म त को भनेर। यति बेला त्यस्तै त डर छ, कति बेला के हुने हो। म त नयाँ नम्बर देखेर तर्सेको। अनि के छ त नयाँ खबर? उसले चिप्लो लगाए। ठिकै छ, मानिस नचिन्दा त्यस्तै हो। नयाँ खबर के भन्नु, कोरोनाले कोठा बाहिर जान पाएको छैन, केही समस्या परेर। म संयमित बने। फेसबुकमा राहतका अनेक घोषणा आएपछि मैले पनि स्ट्याटस राखेको हुँ। ख्याल ख्यालमा गरेको कुरा साँचो पो भएछ। हेर न, केही दिन अघिसम्म त राम्रै थियो, अहिले त म पनि संकटमा छु। जे भए पनि सुरक्षित रहनु, कोठामा बस्नु, यति भनेर मोबाइल फोन बन्द भयो। मैले पटक पटक प्रयास गरे, परिणाम स्विच अफ भयो। अब मेरो दिमागमा बारम्बार यही शब्द गुन्जिरहेछ, सुरक्षित रहनु, कोठामा बस्नु। लघुकथा महान दाता, लघुकथाकार डाक्टर पुष्करराज भट्ट। त्यसै गरी अर्को लघुकथा रहेको छ पुरस्कार। लघुकथाकार पुष्प अधिकारी अञ्जली। हैन, रातको 12 बजिसक्यो, सुत्ने होइन भन्या। केटाकेटी उज्यालोमा चाँडै बिउजाउने भए। न घर न केटाकेटीको चिन्ता। अब कति बस्ने हो यो रोडमा मात्रै। केटाकेटीहरू ठूला भइसके। एउटा कोठामा साँगुरिएर अब कसरी चल्ने हो? खै, हजुरले केही सोच्नुभयो? खाली लेख्न पाए भयो, कसैको वास्ता भएन हजुरलाई। श्रीमती एकहोरो फलाकी रहन्। आशा काजीलाई श्रीमतीको कुराले केही प्रभाव पारेन। लेखिरहे, सुने नसुने गरिरहे। उनी च्याट्ठिन्। हजुरले किन नसुन्या भन्या? रात दिन साहित्य भनेर पुग्यो। न दिनको खाना न रातको निद पाइने भयो। म त दिगदार भएँ। यसरी लेख्नुपर्ने मान्छेले त एउटा आफ्नो छुट्टै घर बनाएर बसे भयो नि। ऊ अझै मौन थियो। ऊ लेख्नमा व्यस्त थियो। श्रीमतीलाई खपी नसक्नु भएर रिसले क्रोधित हुँदै फेरि चिच्याइन्, होइन, यो सेतो कागजमा नचाहिँदा कुराहरू लेखेर रातभर के पाइयो ह? आफ्नो मान्छे ठाउँमा हुनेले 2-4वटा कविता कथा लेखेर पुरस्कार र सम्मान पाइसके। हजुरको यो लेखाइ र साहित्य साधनाले खोइ अहिलेसम्म के पाउनु भयो? श्रीमतीको लगातार कचकच सुनेपछि उसको मौनता भङ्ग भयो। गम्भीर भएर उनले भने, हेर सानोमा, मैले यो रात दिन कलम र कागजमा घोटिएको साहित्य साधनामा लागेर कुनै पुरस्कार र सम्मान पाउला भनेर होइन, बुझ्यौ? अनि के को दुःख त यो दिन रात? छनै झोक्किँदै उनले सोधिन्। नम्र भएर उनले भने, मेरो कलमबाट मैले सुतेको राष्ट्र बिउजाउन चाहे। पुरस्कार लिएर राष्ट्रको साहित्यिक फाँट नाङ्गिएको हेर्न चाहिन। हो सानो, वास्तवमा पुरस्कार नै सब थोक होइन। मलाई मेरा पाठक र आफन्तहरूले दिएको माया नै ठूलो पुरस्कार हो। लघुकथा पुरस्कार। लघुकथाकार पुष्प अधिकारी अञ्जली। लागौं अर्को लघुकथातर्फ। शीर्षक कर्तव्य। लघुकथाकार पुष्पा सायरा। बुहारीको बरखी सिद्धिए लगतै आमाले मसँग भन्नुभयो, छोरा, तिम्रो उमेर अझै छ, केटाकेटी पनि स्कुले छन्, मेरो पनि भात भान्सा गर्ने अवस्था छैन, घर व्यवहार धान्न एउटी केटी विवाह गर्नु पर्यो बाबु। यति छिट्टै आमाले यसो भन्दा म सोच्न बाध्य भएँ। नाइ भनेर जवाफ फर्काउने अवस्थामा म थिइनँ। कान्छो 11 कक्षा र जेठो ब्याचलर दोस्रो वर्षमा पढ्दै थिए। एउटी स्नेहशील र परिपक्व स्त्रीको आवश्यकता त थियो नै, तर यति छिट्टै छोराहरूले के सोच्लान्? आमाको मृत्युमा कान्छो छोरो निकै रोएको थियो। एक दिन मौका पारेर मैले छोराहरूको मन बुझ्न चाहेर भने, तिमीहरूकै आमा त भगवानकी प्यारी भइन्, तिमीहरूलाई आमा जस्तै माया गर्ने। मेरा गला अवरुद्ध भयो। म केही बोल्न सकिन। कान्छो छोराको अनुहारमा रुष्टता देखियो। आमा सम्झेर अनुहार कालो बनाएको देखे। मेरो नयन रसाउन थाले। सहनशील, मायालु, हकी, कर्मठ, दयालु जति नै विशेषण लगाए पनि कमै हुने थिइन् उनी। 16 वर्षको संगतमा कति खुसी पाएको थिएँ मैले। एकहोरो भएँ। छोराहरू बाबाको अनुहार घरिघरि पुलुक्क च्याउँथे। मेरो मौनतामा उनीहरू झन दुखी देखिए। मैले पाप गर्न आँटे भन्ने अनुभूति मलाई भयो। अनि हाँस्ने प्रयास गरेर भने, बाबुहरू, आज उपरान्त म नै तिमीहरूको बुबा पनि आमा पनि है। मेरा कुरा सुनि छोराहरू मुसुक्क हाँसे। त्यसपछि मैले जागिर छोडे। मेरो निर्णयमा आमा खुसी हुनु भएन, तर पनि सम्झाएर भने, आमा, बिन्ती छ, मन नकुडाउनुहोला। यो जुनी म उनकै लागि बिताउने भए है। लघुकथा कर्तव्य। लघुकथाकार पुष्पा सायरा।
त्यसैगरी अर्को लघुकथा रहेको छ पछुतो। लघुकथाकार प्रकाश खड्का अभियान। रसिला गुणवती थिइन्। बिहान सखारै उठ्थिन्। बिहानको घरधन्दा सबै गर्थिन्। सधैँ झैं खाना पस्कदै थिइन्। उनले विनम्र भएर सोधिन्, भोलि आमाको मुख हेर्ने दिन हो, धेरै भयो माइती पनि नगएको, केही खर्च दिनुहुन्थ्यो कि? मैले कड्किँदै भने, किन चाहियो पैसा? फेरि किन जानु पर्यो माइती? सासु पनि आमा सर नै हो, उनकै सेवा गरे हुँदैन? आँखाबाट आँसुको ढिक्का खसाल्दै रसिलाले भनिन्, सासु आमाको त सधैँ सेवा गरेकी छँदैछु नि, खर्च दिनु पर्यो कि? तपाईँको त नाकबाट पसिना आउँछ। हजुरको जेसुकै होस्, म त जाने हो माइत। उसले घुर्की लगाउँदै भनिन्, जेसुकै गर, सधैँ खाने बेलामा केही न केही कुरा निकाली कलह निकाल्नु पर्ने। खाना नै नखाई रिसले मुरमुरिँदै म अफिस गएँ। बेलुका अफिसबाट घर फर्कदै थिए। बिछट्टै राम्री सानी बस स्टपमा आइपुगिन्। सानीले मेरो नजिक आएर मस्किँदै भनिन्, रमेशजी, मैले हजुरलाई मनको राजकुमार ठानेकी थिएँ, तर हजुरले अर्कै बिहे गर्नुभयो। थाहा छ त्यो दिन म कति रोएकी थिएँ। मेरो पुरुष हृदयमा कता कता गुदगुदी लागेको थियो। अङ्ग अङ्ग थरथराउन थालेका थिए। त्यतिकैमा सानीले मायालु पारेले भनिन्, सुन्नुहोस् न, आमाको मुख हेर्न कोसेली लग्नु थियो। मैले पनि गर्दा अलङ्कार बुझे जस्तो गरेर सोधे, पैसा चाहियो? लजाएको मुद्रामा टाउको हल्लाएर उनले हो भनेर इसारा मात्र गरिन्। मेरो पुरुष मन भित्रैबाट उम्लियो। उनलाई अँगालो मारेर भने, लाटी, मसँग जे छ त्यो तिम्रै त हो नि, यसरी किन लजाउनु पर्यो? यति भन्दै मैले खल्तीबाट पैसा झिकेर दिएँ। चिया खाजा खान भनेर रेस्टुरेन्ट पनि लगे। मौका पाएर उनीसँग लट्ठिँदै थिएँ। त्यही समयमा उनलाई कुनै पुरुषले बोलायो। उनी उठिन्। उसँग परिचय गराइन्। उहाँ मेरो पति, मलाई माइती छाड्न आउनु भएको अहिले बाई। यति भनेर उनी बाइक चढेर गइन्। म भने श्रीमती सम्झेर फटाफट घरतिर हिँडे। लघुकथा पछुतो। लघुकथाकार प्रकाश खड्का अभियान। त्यसैगरी अर्को लघुकथा रहेको छ परदेशबाट। लघुकथाकार प्रभा आचार्य। ऊ न्युरोडको गेटबाट बेड हस्पिटलतर्फ गइरहेको थियो। बाटामा तन्न अछ्याएर भुइँभरि किताबहरू छरपष्ट गरेर केही व्यापारीहरूले पुस्तक बिक्री गरिरहेका थिए। उसले एउटा पसलमा गएर यसो हेर्यो। पुस्तकहरूको भिडमा आफ्ना पुस्तकहरू पनि धुलोसरी बिछ्याएको देख्यो। ऊ टुक्रुक्क बस्यो र आफ्नो पुस्तक के उठाउन मात्र लागेको थियो, त्यस व्यापारीले फ्याट्टै भनिहाल्यो, सर, त्यो होइन, यो लैजानुहोस्। एउटा नग्न तस्बिर भएको पुस्तक झिक्यो र थमाउँदै भन्यो, हजुर, आजकल त्यस्ता बौद्धिक र आध्यात्मिक किताबहरू कहाँ बिक्री हुन्छन् र? यो हेर्नुहोस्, अहिले खुब यस किताबले मार्केट लिएको छ। दिनमा 25वटा मैले बिक्री गर्दैछु। पसलेको कुरा सुनेर ऊ चकित र निराश बन्यो र सोच्न थाल्यो, जुन पुस्तकमा उसले परदेशको पीडाबारे लेखेको थियो त्यही पुस्तकको यस्तो हालत। फेरि मन बुझायो, हो, हुन त अहिलेको समयमा बौद्धिकता र आध्यात्मिक कुराको के महत्व छ र? समय अनुसार चल्न जान्न पनि फाइदाकै कुरा हो। फेरि उसले झट्ट मन फेर्यो र सोच्यो, मलाई क्षणिक फाइदा र रस रङको कुरा भन्दा दीर्घकालीन काम नै मनपर्छ। म यस्तो कार्य गर्नै सक्दिनँ। यति सोचेर उसले आफैद्वारा लिखित कविता संग्रह परदेशबाट 25वटा टिप्यो र पैसा बुझाएर आफ्नो बाटो लाग्यो। लघुकथा परदेशबाट। लघुकथाकार प्रभा आचार्य। त्यसैगरी अर्को लघुकथा रहेको छ दोषीको। लघुकथाकार प्रभादेवी पौडेल। बुधे र मालतीको परिवारमा गरिबीले छाएको थियो। दुवैजना काममा मरेर लागे पनि प्राथमिक आवश्यकता पूरा गर्न भने निकै धौधौ परिरहेको थियो। उनीहरूका 2 सन्तान मध्ये पूजा 8 वर्षकी थिए भने राजु 6 वर्षको थियो। साउको जग्गाको एउटा छेउमा सानो टहर थियो। त्यसमा एउटा मात्र ठूलो कोठा थियो। उनीहरूको खाने सुत्ने सबै एउटै कोठामा सीमित थियो। दिन बित्दै गए, सन्तान ठूला हुँदै गए। छोरी पूजा बिस्तारै बुझ्ने हुँदै गएकी थिए। उत्तर बाल्य अवस्थाको उमेर, प्रश्नको जिज्ञासा र नक्कल गर्ने उमेर थियो। बुधेको रक्सी खाने बानी थियो। अलिकति पिएपछि ऊ अलि असंयम हुन्थ्यो। त्यसैले मालती छोराछोरीको डरले चिन्तित हुन्थे। पल्लो खाटको आवाजले पूजा झस्किन्थे। हर रात ऊ बाबा आमाका सबै क्रियाकलापहरू सुतेरै निदाएको भान पारी अवलोकन गरिरहेकी हुन्थे। उसमा जिज्ञासा उत्पन्न हुन्थ्यो। खेल्न जाँदा साथीहरूबीच दुल्हा दुलही बनाउने र बिहे गर्ने चलन सबैमा चलिआएको थियो। आफू आमा र त्यही आफू बसेको जग्गाको साउको छोरो मिलन, जो 11 वर्षको थियो, उसलाई बाबा बनाउँथे। आमा र बाबु बीच यस्तो कार्य गर्नुपर्छ भनेर सबै कुरा मिलनलाई ऊ सिकाउँथे। उनीहरू दिनदिनै यस्तै खेलमा रमाउँथे। एक दिन मालतीलाई काम गर्दा गर्दै निकै टाउको दुख्यो।
उनी घर आइन्। शनिबारको दिन थियो। छोराछोरी नजिकैको स्कुलमा बिहानैदेखि खेलिरहेका थिए। छोराछोरीलाई लिन जाँदा उनले जे देखिन् त्यसबाट उनी छाँगाबाट खसे झैं भइन्। गाउँमा हल्लीखल्ली मच्चियो। मालती रुँदै घरबेटी साउकोमा पुगिन् र भनिन्, हेप्नको पनि सीमा हुन्छ नि। हजुरको छोराले मेरी छोरीको बलात्कार गर्यो। म अब चुप लागेर बस्दिन। त्यसपछि मालती बुधेलाई लिन मेलामा गइन्। दुवैजना जङ्गिए। सबै जम्मा भए। प्रहरीलाई खबर भयो। मिलन बोल्न सकेन। त्यहाँ उपस्थित सबैले एउटै मुख लाएर भन्दै थिए, यस्तो बलात्कारीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ। लघुकथा दोषीको लघुकथाकार प्रभादेवी पौडेल। त्यसै गरी अर्को लघुकथा रहेको छ नाति। लघुकथाकार प्रेमपुन मगर। छोरी बुहारी दुवैले उच्च शिक्षा हासिल गरेपछि सहर पसे। दुवै जागिरी थिए। उतै नाति जन्मेको पनि 4 वर्ष पुगिसकेको थियो। न उनीहरू गाउँ आउन भ्याए, न हामी सहर जान भ्यायौं। एक दिन फोनमा छोराले दुखी भएर भन्यो, बच्चा लाटो जन्मेछ, 5 वर्ष लाग्यो, केही बोली नै फुटेन। म निशब्द भए। घरमा 2 महिनाका लागि महँगो ज्यालामा मान्छे राखेर भए पनि हामीले सहर जाने निदो गर्यौं। छोरा बुहारी अफिस जान्थे। हामी नातिसँग खेल्थ्यौं। साँच्चीकै नाति लाटो थियो। यो देख्दा मनमा असह्य पीडा थपिन्थ्यो। गएको 1 महिनापछि नाति राम्रोसँग बोल्न थाल्यो। त्यो देखेर छोरा बुहारी भन्दै थिए, यो चमत्कार कसरी भयो? हामीले यसको उपचारका लागि भए जति सके जति सबै डाक्टर र वैद्यलाई देखाइसक्यौं। जाने जति तीर्थ गरिसक्यौं। देवी देवतालाई भाकल र पूजाआजा पनि गरिसक्यौं। त्यसपछि उहाँहरूले भन्नुभयो, योसँग कसले बोल्यो र बोलोस् त? हामी त बोल्यौं र पो बोल्यौ। तिमीहरूले जब फुर्सद पायौ आइफोन र ल्यापटपमा सदा बिजी भयो। साँच्चीकै भनौँ भने आधुनिक प्रविधिले यो बाबु होइन, तिमीहरू लाटा भएका छौ। लघुकथा नाति। लघुकथाकार प्रेमपुन मगर। त्यसै गरी अर्को लघुकथा रहेको छ पश्चाताप। लघुकथाकार बलराम पाण्डे। कहाँबाट आइस? हम इन्डिया से आया। यहाँसम्म कसरी हँ? अलि टाढा जा। अछुतलाई झैं मैले भने। कुरा मिलिहाल्छ हजुर। होगे त? नेपाली हिन्दीमा भन्यो। मैले अलि नबुझे झैं। कसरी मिल्छ? जता से आया फर्की। अलि हकारे गाली गर्दै। अलि टाढा गयो। म नाग ढुङ्गा चेकपोस्टमा थिएँ। उसलाई सोधे, बोर्डर में नारोका, सड़क में कोही नहीं? ऊ अलि नजिकै, नहीं हम तो महेन्द्रनगर होते हुए आए। अलि मुस्कुराउँदै, थोड़ा खर्चा पानी दिया। बोर्डर में 30 तक, 8 र 10 थे, बाँकी सारा रोड खाली। म अलि च्याट्ठिँदै, कितना? 30,000 साहब। उसले मुख खोल्यो। कानमा फुसफुसाउँदै, आप ज्यादा है, 60 तक कर सकते हैं। भित्र खुसी हुँदै बाहिर हकार्दै, 1 लाख से कम नहीं होगा, जल्दी करो। कितने हो? 10 आदमी साहब, जीप देखो। उसले मसिनो स्वरमा गड्डी गोजी राखिदियो। साझा कोरोनाको महामारीमा अहोरात्र खटिएका हामी प्रहरीको स्वाब संकलन भयो। म त लाख रुपैयाँ एक्लै पचाएको खुसीमा थिए। भोलिपल्ट नतिजा के भएको नि एकान्तवास वीर अस्पताल पठायो हेडक्वार्टरले। अनि क्याबिन पुगे। मिनरल वाटरको बोतल लिएर सोही भारतीय पैसा दिने अर्को क्याबिनमा पस्यो। म डराएँ। पैसासँग जीवन साटिएछ। पश्चाताप मात्र प्राप्त भयो। म उसको अगाडि उभिएँ। ऊ झस्कियो। लघुकथा पश्चाताप। लघुकथाकार बलराम पाण्डे। दर्शक तथा श्रोतावृन्दहरू, लागौं अर्को लघुकथातर्फ। लघुकथाको शीर्षक रहेको छ दाह संस्कार। लघुकथाकार बाबुराम न्यौपाने उच्च। 14 वर्षको लामो विदेशको बसाइपछि रामेश्वर पत्नी रिचा र सानी छोरी लिएर नेपाल फर्कियो। उनीहरू 2 महिनाको विधामा आएका थिए। तर पृथ्वीलाई ढाक्दै कोरोनाको महामारी डढेलो झैं विश्वभरि नै द्रुत गतिमा फैलियो। यातायात ठप्प हुन पुग्यो। रामेश्वर नेपालमै रोकिन बाध्य भयो। पृथ्वी माताले खुला सास फेरिन्, तर नेपालको सास बन्द झैं भयो। यसैबीच रामेश्वरले रिचा साथ आफ्नो घर भएको स्थानीय पशुपति क्षेत्रमा राहतको काममा हात बढाउने निधो गर्यो र राहत टिममा सामेल भयो। उसले सकेसम्मको सहयोग गर्दै थियो। यतिकैमा रिचालाई ज्वरोले सतायो। उनी बिरामी परिन्। तत्कालै स्वाब परीक्षण भयो। रिचामा कोरोना पोजिटिभ देखियो। जोइपै डराउनसम्म डराए, तर धैर्य गर्नुको विकल्प थिएन। रिचा हस्पिटल भर्ना भइन्। रामेश्वर र छोरीको टेस्ट रिपोर्ट भने नेगेटिभ आयो। संयोग पनि कस्तो, रिचालाई उपचार गर्ने डाक्टर रामेश्वरकी भूतपूर्व प्रेमिका सबिना थिइन्।
5 वर्ष लामो उनीहरूको गाढा प्रेम बाध्यतावश टुट्न पुगेको थियो। यही रन्कोमा रामेश्वर विदेशिएको थियो। रामेश्वरको मनमा अव्यक्त भयंकर आशंका पैदा भयो। उसले सोच्यो, रिचाको उपचार सबिनाले राम्ररी त गर्लिन् कि मसँग बदला लिने भावना लिएर कुनै अनिष्ट पो गर्ने हुन् कि। तर सबिना दत्तचित्त भई ईश्वरको दूत झै भनेर बिरामीको उपचारमा तल्लीन भएकी थिइन्। विडम्बना, रिचाको उपचार गर्दा गर्दै डाक्टर सबिनालाई पनि पापी कोरोना भाइरसले छोडेन। उनी ज्वरोले थला परिन्। परीक्षणमा पोजिटिभ रिपोर्ट आयो। संक्रमणकै कारण 1 हप्तापछि उनको दुःखद मृत्यु भएको खबर फैलियो। बागमती किनार पशुपति आर्यघाटमा जलिरहेको डाक्टर सबिनाको पवित्र चिताको अग्नि ज्वालाले रामेश्वरको आशंकाको दाह संस्कार गरिरहेको थियो। लघुकथा दाह संस्कार। लघुकथाकार बाबुराम नेउपाने उत्स। लागौं अर्को लघुकथातर्फ। लघुकथाको शीर्षक रहेको छ समय। लघुकथाकार बाबुराम पराजुली अविरल। एकजना व्यक्ति आफ्नो मोबाइलको समस्या लिएर मोबाइल मर्मत केन्द्रमा पुग्यो। त्यो मोबाइलवाला धेरै धनी, बुद्धिजीवी र शहरको नामी व्यापारी थियो। समयको खुबै महत्व राख्थ्यो। उसका लागि समय महत्वपूर्ण हो, तर समयलाई पैसाले केही हदसम्म नियन्त्रण गर्छ भन्नेमा उसको विश्वास थियो। केही समय अघि एक मोबाइल कम्पनीलाई अर्डर दिएर 1 पिस जो मोबाइल बनाउन लगाएको थियो, आज त्यसमै लक नखुल्ने समस्या भएपछि ऊ धेरै अत्तालियो। भोलिको मिटिङमा राख्नुपर्ने महत्वपूर्ण डाटा त्यही मोबाइलमा थियो। कम्पनीमा पठाउँदा 1 हप्ता अघि बनेर नआउने भएपछि शहरभरिका मेकानिकलाई उसले देखा। त्यो दौडधुपमा दिनभरि ऊ आफै खटियो। त्यही शहरमा एउटा सस्तो मोबाइल मेकानिक थियो जसले जस्तोसुकै मोबाइल पनि बनाउन सक्थ्यो। उसको नियम जोसुकै ग्राहक आओस्, कामको प्राथमिकता पालो अनुसार हुन्थ्यो। उक्त धनाढ्यको पालो लगभग 12 घण्टापछि आउने भयो। एक दिन लगभग भौतारिएको धनाढ्यले मागेको पैसा दिने तर अगाडि हेर्दिन आग्रह गर्यो। मेकानिकले यो कुरा मानेन। धनाढ्यसँग विकल्प पनि थिएन। उसले 12 घण्टा कुर्यो। जब मेकानिकको हातमा मोबाइल पर्यो तब मोबाइल 5 मिनटमा बन्यो। मेकानिकले ज्याला 2000 माग्यो। एक त 5 मिनटको कामलाई 12 घण्टा कुर्नु पर्यो। अर्को सामान केही फेरिएको छैन। 5 मिनटमा मोबाइल बनेको छ। यी कुरा सोची मोबाइल मालिक रिसाउँदै भन्यो, कसरी 2000? मेकानिकले नम्र भएर जवाफ दियो, 12 घण्टा समय हजुरको थियो। त्यो आफ्नै लागि खर्च गर्नुभयो, मेरो लागि होइन। अर्को महत्वपूर्ण कुरा, मर्मत गरेको 50 रुपैयाँ मात्र हो, तर मर्मत गर्न पत्ता लगाएको 1950 हो, किनकि यही कुरा पत्ता लगाउने अनुभव बटुल्न मैले आधा जिन्दगी खर्चेको छु। लघुकथा समय। लघुकथाकार बाबुराम पराजुली अविरल। लागौं अर्को लघुकथातर्फ। शीर्षक रहेको छ गल्लीका मान्छे। लघुकथाकार बालकृष्ण गजुरेल। कति प्रमाणपत्र लिएर लखर लखर हिँडेको बाबु, डिग्री सकेर पनि जागिरको लागि गुहार गर्नुपर्ने। आमाले दुःख पोख्नु भयो। के गर्नु त आमा, भनसुन नगरे जागिर नपाइने रहेछ त हाम्रो देशमा। मैले खुइय सुस्केर हाल्दै भने अनि हार गुहार गर्न निस्किए। बाटोभरि तर्कना खेल्न थाल्यो। बा आमा अशक्त हुनुभयो। आफू जेठो बाटो परियो। 5 बहिनी र भाइको पनि भार आफैमा थपियो। व्यवसाय गरौं, बाटोमा जग्गा नपर्ने। बैंकले ऋण नदिने। साथीहरू समृद्धि र समाजवादको नारा रट्ने। प्रधानमन्त्री कार्यालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय, कानून मन्त्रालय लगायत सबैतिर धाइसके। पीएलए न मन्त्री भेटाए न केही सहयोगको आशा नै पाइयो। युवा स्वरोजगार, प्रधानमन्त्री स्वरोजगार लगायत अन्य कार्यक्रम सुनिएको हो। फोन त कति गरियो, कसैले सुनेनन्। म वाक्क दिक्क भएर सिंहदरबार गेटबाट बाहिर निस्कदै थिएँ। मनभरि गुनासोको चाङ थियो। रुन मात्र सकेको थिएन। खल्ती खाली थियो। भोकले आन्द्रामा मुसा दगुर्दै थियो। आवाज आइरहेको थियो गुडुरुरु गरेर। एक विद्वान व्यक्तिले सोधे, बाबु त पढेको इमान्दार मान्छे जस्तो लाग्यो, कता गएर आयो? कता जानु र अङ्कल? जागिर वा व्यवसाय गर्न मन्त्रीले सहयोग गर्छन् कि भनेर गएको नि। जुन जोगी आए पनि कानै चिरेका। ढाँडस दिँदै ती विद्वानले बोले, छोडा बाबु, ती सबै गल्लीका मान्छे हुन्, अन्त बिग्दैनन्। कोही राष्ट्रिय सभामा, कोही समानुपातिक, कोही नाता तथा कृपाले हामीमाथि हैकम जमाउन ल्याएका दुष्ट पात्र हुन्। म अचम्मित भए, मनमा सान्त्वना राखे र फटाफट घरतिर लागे। लघुकथा गल्लीका मान्छे। लघुकथाकार बालकृष्ण गजुरेल। त्यसैगरी अर्को लघुकथा रहेको छ जडाह्याकी स्वास्नी। लघुकथाकार बिबी याखा।
हाम्रो कुल घरानको पढे लेखेको केटो भनेर सरलाको बिहे सानैमा गरिदिए। खाना लाउन दुःख थिएन। दिनहरू बित्दै जाँदा सरलाको श्रीमान हरिभक्त अधिक मात्रामा रक्सी पिउन थाले। प्राय नशाको सुरमा घर पुग्ने गर्थे। सरला चिन्तित हुन थालिन्। तापनि जसो तसो माइतीले हात सुम्पेको कुल घरानमा जे जसो सहेर नै बसेकी थिइन्। उनले लालाबालाहरू पालन पोषण गरिरहेकी थिइन्। आज पनि हरिभक्तले उस्तै मातिएर ढोका ढकढकाउँदै बोल्यो, ए सरला, ढोका खोल भनेको सुनेनौ? कति बेर लगाएकी हँ? सरलाले ढोका खोलेपछि एक तमासले हेर्दै हरिभक्तले सोध्यो, ए किन नबोले कि? के भयो फेरि? यो के पारा हुने तिम्रो? सरलाले रुँदै जवाफ फर्काइन्, देख्यौ होइन, यो सब तिम्रै कारणले गर्दा भएको हो। कहिले लालाबाला र घरको बारेमा सोच्यौ? आज ममाथि ठूलो अपमान र दुर्व्यवहार भयो। रुँदै उनले भनिन्। उसले झोक्किँदै भन्यो, को तिनीहरू? म अहिले गएर ठिक गर्छु। सरलाले चरको आवाजमा भनिन्, कसलाई ठिक पार्छौ? कतिजनालाई ठिक पार्छौ? सबैले नै मलाई जडाएकी स्वास्नी भन्न थाले। मलाई देख्ने बित्तिकै सबैले नाक खुम्चाउन थाले। यो सुनेर हरिभक्तको सबै नशा एकै पटकमा उत्रियो अनि यसपछि माफी माग्दै बोल्यो, सरला माफ गर। अबदेखि तिमीलाई जडाएकी श्रीमती होइन, सुब्बा हरिभक्तकी श्रीमती सरला देवी भन्ने छन्। पीर नलेऊ अब। निकै दिनदेखि श्रीमान सुध्रिएको देखेर मनमनै खुसी हुँदै सरलाले सोचिन्, कहिलेकाहीँ त अभिनयले पनि काम गर्दो रहेछ। लघु कथा जडाएकी स्वास्नी। लघु कथाकार बिबी याखा। दर्शक तथा श्रोतावृन्दहरू, त्यसै गरी अर्को लघु कथा रहेको छ निसाफ। लघु कथाकार भरत आचार्य। काइला मुखियाले गरेको निसाफ दूधको दूध पानीको पानी हुन्छ। गाउँमा सानातिना मुद्दा मामिला उनैको रोहबरमा समाधान हुन्छ। उनलाई गाउँका न्यायमूर्ति नै भन्दा पनि फरक पर्दैन। गाउँमा कसैको खेती कसैको गाई भैँसीले खाएमा वा क्षति गरेमा ठाउँको ठाउँ बिगो भराइदिन्थे। उनको चर्चा वरपरका गाउँमा पनि निकै थियो। कसैले पनि कुनै न्युमा उन्मुक्ति पाउँदैन थिए। त्यसैले उनको निसाफ सबैलाई स्वीकार्य थियो। भर्खर भाद्र महिना लागेको थियो। गाउँका सबै धान गोठमेल गर्न बेसी चढ्थे। घर केटाकेटीहरूले रुन्थे। बिरीले बारीको एउटा पाटाभरि बदाम लगाएको थियो। ऊ साँझ घर फर्कदा बारीमा एउटा मुङफलीको बोट पनि सक्लो देखेन। उसले थचक्क बसेर पुरपुरो समायो। सबै जम्मा भए। सोधी खोजी भयो। बाँदरका हुलले त सत्यानाश गरेन। एउटा कुरा उठ्यो, बाँदर त मरिसके। अर्को कुरा उठ्यो, अन्तत केटाकेटीले नै बिगो गरेको प्रमाणित भयो। गाउँमा सेतो घरतीको छोरो काले अलि बदमास थियो। उसैमाथि शङ्का भयो। भोलिपल्ट मान्छे जोडियो। कालेलाई बोलाउन पठाइयो। काले त 3 दिन अगावै मामा घर गएको रहेछ। पछि खोजी हुँदै जाँदा थाहा भयो सबै उदण्ड मचाउने त काइला मुखियाकै नाति रहेछ। बिगो क्षतिपूर्ति पाउनेमा बिरे ढुक्क थियो। काइला मुखियाले न्याय दिन कसैलाई छोड्दैनन् भन्ने कुरा थाहा थियो। त्यसैले मुखियाको फैसलामा सबै प्रतीक्षारत थिए। काइला मुखिया गम्भीर हुँदै बोले, यो सानीको उल्का ग्रह चल्दैछ। ग्रह शान्तिका लागि दिन हेर्दै थिए। यस्तो भइहालेछ। केटो सज्जन हो, ग्रहले बिगारेछ, भइहाल्यो। ग्रह सप्रिय बदाम त अर्को साल पनि फल्छ। त्यसैले दुःख नमान बिरे। सबै मुखामुख गर्दै टल्ल परे। लघु कथा निसाफ। लघु कथाकार भरत आचार्य। त्यसै गरी अर्को लघु कथा रहेको छ मुटुको आवाज। लघु कथाकार भरत कुमार भट्टराई। मोना लन्डनमा बसेर सामाजिक सेवामा समर्पित भएको निकै वर्ष भयो। हरेक आपत्तिमा स्वयं उपस्थित भएर सक्दो सहयोग गर्ने बानी उनको थियो। उनलाई भेट्दा कस्ता कस्ता दुःख कष्ट सहिरहेकाहरू पनि तुरुन्तै फुर्तेला र आराम अनुभव गरेका जस्ता देखिन्थे। तपाईलाई कस्तो छ? उनी सोध्थिन् पीडितलाई। निकै आराम छ हजुर। पीडितको शान्त स्वर प्रत्युत्तरमा आउँथ्यो। यसबाट उनलाई अपार सुखानुभूति हुन्थ्यो। यस्तै प्रकारका कल्याणकारी सरसहयोगमा क्रियाशील हुँदाहुँदै मुनालाई 81 रुगाखोकी र श्वास प्रश्वासमा कठिनाई हुने रोगले च्याप्यो। उनले 999 मा टेलिफोन गरिन्। डाक्टरले जाँचेर भन्यो, तपाईलाई कोभिड-19 छ। अस्पताल बसेर उपचार गर्नुपर्छ। मुनालाई असाध्यै गाह्रो भयो सहन। उनी पीडाले चिच्चाइन्, छटपटाइन्। यस आतुरीमा उनलाई नेपालका बुबा आमाको सम्झना भयो। आमाको एउटा वाक्य स्मृतिमा आयो, विपत्तिमा धैर्य र साहसले काम गर्नुपर्छ। बुबाको उत्साहपूर्ण भनाई झलझल्ती याद आयो। हेर छोरी, हामी वीर बलभद्र कुँवरका सन्तान हौं। जङ्गबहादुरका बहादुर उत्तराधिकारी हौं।
जस्तै विपत्ति र सकसमा पनि आफूलाई सम्हालेर असल र आँटी नेपाली सन्तान साबित गर्न हरदम तयार रहनु। उनलाई अब आफूले ढाडस दिएर आपत्तिबाट जोगाउने प्रयास गर्दा तुरुन्तै सकारात्मक परिणाम देखाउने ती सबै पीडितहरूको उत्साहजनक दृश्य आँखा सामु नाच्न थालेको अनुभूति भयो। उनले झण्डै 15 दिनसम्म महाघातक व्याधि कोरोनासँग तीव्र आत्मबलका साथ युद्ध गरिरहिन्। 16औं दिनका दिन घर फर्केर सबै आफ्ना साथीहरूलाई एक भिडियो मार्फत नयाँ सन्देश प्रवाह गर्न तयार भइन्। साथीहरू नआत्तिनुहोस्, मेरो कुरा ध्यान दिएर सुन्नुहोस् र आफूलाई बचाउनुहोस्। लघुकथा मुटुको आवाज, लघुकथाकार भरत कुमार भट्टराई। लागौं अर्को लघुकथातर्फ। लघुकथाको शीर्षक अनिकालको बिउ। लघुकथाकार भरतपुरी। चतुर्यले कोरोनाको कहरमा खोक्न थालेको पनि हप्ता दिन भइसकेको थियो। ज्यान पनि साबिकभन्दा बढी नै तातेको भान भयो उसलाई। नाकले समेत खी गर्दै न्यू खोजेकाले डाक्टर कहाँ जचाउन जाने निदो उसले गर्यो। डाक्टर साहब, पीसीआर हो कि कुन्नी, के जाति परीक्षण गर्नु पर्यो, शुल्क कति लाग्छ होला? चतुर्यले नम्रतापूर्वक सोध्यो। नाडी छामेर डाक्टरले मुस्कुराउँदै बताए, मात्र 15,000 रुपैयाँ। जाबो 500 को औकात नभएको चतुर्यले हुलमुल र अनिकालमा कुन्नी के जोगाउनु भनी बाउले दिएको अर्थी सम्झियो। डाक्टरले मास्क खोलेको देखेर मौकामा चौका हान्न उसले पनि हत्तनपत्त खोकिहाल्यो। डाक्टरले नजिकै गएर जोडले हाच्छिउ पनि गर्यो। त्यसपछि मक्ख पर्दै फुर्तीका साथ डाक्टरलाई भन्यो, मलाई होइन डाक्टर साहब, कोरोनाको टेस्ट तपाईँ गराउनुहोस्, बरु तपाईँको रिपोर्ट आएपछि तुरुन्त मलाई पनि खबर गर्नुहोला। अब त मैले जचाउन नपर्ला कि डाक्टर साहब। लघुकथा अनिकालको बिउ। लघुकथाकार भरतपुरी। त्यसैगरी अर्को लघुकथा रहेको छ न्यायको अन्त्य। लघुकथाकार भवानी तिमिल सेना न्यौपाने। न्यायालयको अगाडि 81 कोकोहोलो हाकार सुने। के भएको रहेछ भनी हेर्न म पनि दौडदै बाहिर गए। सबैजनाको अनुहारमा त्रास र आक्रोश दुवै थिए। मानिसहरू यताउति भौतारी रहेका थिए। म पनि मानिसहरूका कुरा सुन्न वरिपरि घुमिरहेकी थिएँ। त्यहाँ निर्मला र गीता पनि टुप्लुक्क आइपुगे। उनीहरूलाई देखेर म पनि उनीहरूतिरै गएँ। निर्मलाले गीतालाई सोधिन्, दिदी हजुर पनि यहाँ? गीताले भनिन्, हो नि, हेर न, धेरै भयो न्याय हराएको भेटिएन। यहाँ मानिसको कोकोहलो सुने अनि दौडदै आएकी नि, उसैलाई पो केही भयो कि भनेर। सहमति जनाउँदै निर्मलाले थपिन्, म पनि न्याय नै खोज्दै हिँडेकी दिदी, धेरै भयो भेट्दै भेटिन। उसको घर न्यायालयमा पो छ कि भनेर हेर्न आएकी। एकपटक भित्रै हेर्न जाउँ न। दुवै न्यायालय भित्र पसे। उनीहरूले त्यहाँ न्याय परिवारका केही सदस्य अट्टहास गरिरहेको दृश्य देखे। कोही मौन थिए। त्यसपछि उनीहरूले यताउति आँखा डुलाए। उनीहरू झसङ्ग भए। सिक्रीको पासोमा न्याय झुन्डिरहेको थियो। लघुकथा न्यायको अन्त्य। लघुकथाकार भवानी तिमिलसेना न्यौपाने। त्यसैगरी अर्को लघुकथा रहेको छ फेसबुके अर्जुन। लघुकथाकार मदन पराजुली। फेसबुके परिचयपछि लामो समयको मेसेन्जर वार्ता भयो। 100औं शुभकामना, स्टिकर र फोटो पनि आदान प्रदान भयो। त्यसपछि उत्साहका साथ एक लक्ष्य बोकेर हानिएको थियो अर्जुन। उनले फोन नम्बर पनि दिएकी थिएनन्, प्रत्यक्ष वार्ता पनि गरेकी थिएनन्। बस स्टपबाट दिएको लोकेसन अनुसार सोध्दै खोज्दै ऊ ठाउँमै पुग्यो। अर्जुनलाई उनको ठेगानामा पुग्न कुनै कठिनाई भएन। त्यसबेला उनी 2-3 ग्राहकसँग दुकानमा व्यस्त थिइन्। ग्राहकहरू विदा नभएसम्म थोरै छेउमा बसेर गहिरिएर उसलाई हेर्यो। सुन्दर, सुशील, दक्ष, मिलनसार, फरासिली। नमस्ते, म अर्जुन। ग्राहकहरू विदा भइसकेपछि अर्जुनले उनको सामना गर्यो। नमस्ते, भन्नुहोस् यहाँको के सेवा गरौं? लक्चुको यस शिष्टाचारले अर्जुन 3 छक्क पर्यो। ऊ त लक्चुले इन्डियन फिल्मकी नायिका जस्तै खुर्र दगुर्दै आएर झ्याप्प अंगालोमा कसिने र 2-4 थोपा आँसु खसाल्ने सिनको पो कल्पना गर्दै थियो। झट्ट नचिनेर रिक्स नलिएको होला। अर्जुनले कालो रेवन चस्मा र पनामा ह्याट उतारेर टेबलमा राख्यो। मेसेन्जरबाट आपसमा भएको प्रेम वार्ता र बाचा अनि उनको यो अपरिचित व्यवहारले अर्जुन जरैबाट उखलिन पुगेको थियो। झिनो आशा लिए उसले पोको फुकाउने कोसिस गर्यो। सबै ठिक छ नि? उनले चिन्ताको स्वरमा भनिन्।
म कस्तो आपतमा परेको छु। पोहोर साल मेरो मोबाइल हरायो, पासवर्ड आइडी त्यसैमा थियो। कसले पाएको नि? त्यसले त पहिलाको अहिलेको फोटो भिडियो सब कपी गरेर सबैतिर पठाउँदो रहेछ। यहाँसम्म दुःख गर्दै आइपुगेको तपाईँ तेस्रो व्यक्ति हो। कसम मलाई त कस्तो रिस उठिराखेको छ। अर्जुनले 3 बल्डाङ खायो। ए कुरा त्यसो पो हो, मलाई हतार छ। यति भनेर ऊ टाप कस्यो। हेलमेट र चस्मा पनि लिने होस उसलाई भएन। लघु कथा फेसबुके अर्जुन, लघु कथाकार मदन पराजुली। त्यसै गरी अर्को लघु कथा रहेको छ योगदान, लघु कथाकार मधु भण्डारी। आफ्नो गाउँ आफै बनाउनु पर्यो भनेर बिरेका जोइपोइ घरबाट निस्किए। उनीहरूले 2 घान मकै पोल्टामा हालेका थिए। उनीहरूको काँधमा कोदालो थियो। वर्षेपछि जाने पहिरोले यसपालि पनि खोल्सा पारी बाटो पुरै छोप्यो। भारी बोकेर ढिस्कोको बाटो ओहोरदोहोर गर्दा धेरै लडे, घाइते भए। यस्तो हुँदा पनि बाटो बनाउन कोही अघि सरेनन्। सबै मिलेर बाटो बनाऊ भनेर बिरेले गाउँलेलाई नसम्झाएको पनि होइन। घाम पानी केही नभनी बिरेको बुढाबुढी मिलेर बाटो पन्छाउने काममा जुटे। त्यस समय बखत बहादुर सुकिला लुगा लगाएर बाटो निरीक्षण गर्न पनि गयो। एक दिन बिरे एक्लै काममा गयो। अबेलासम्म घर फर्किएन। खोज्दै जाँदा ऊ छेद विच्छेद अवस्थामा बाटो मुनि लडिरहेको उसकी स्वास्नीले भेटे। गाउँलेहरूलाई हार गुहार गरेर उसले अस्पताल लगी। बिरेको मेरुदण्ड भाँचिएछ। महिनौं अस्पताल बसेपछि उसले आफ्नो अपाङ्ग श्रीमानलाई घरमा ल्याई। मेलापात गरेर 2 जनाको हातमुख जोड्न थाली। केही दिनपछि गाउँको चौतारामा भेला बस्यो। भेलाले सम्मान कार्यक्रमको आयोजना गर्यो। सम्मानमा उद्घोषकले भने उहाँकै निरन्तर मेहनत र योगदानले आज खोल्सा पारेको पहिरो पन्छिएर हिँड्न लायक भयो। त्यसैले उहाँको योगदानको उच्च प्रशंसा गर्दै आजको यो भव्य सम्मान प्रदान गरिएको छ। ताली परेर बज्यो। ठूलो दोसल्ला उडाएर गाउँका सबैले बखत बहादुरको पो प्रशंसा गरे। लघु कथा योगदान, लघु कथाकार मधु भण्डारी। त्यसै गरी अर्को लघु कथा रहेको छ समाचार, लघु कथाकार ममता मृदुल। 3 दिनदेखि पानी परेकै छ। रोकिने छाँट छैन। माटोको घर भुइँमा जे रोपे पनि उम्रेर फल्छ जस्तो छ। के गर्नु, गरिब हुनु पनि अपराध रहेछ। रिताले चामलको भाँडो निकालेर हेरिन्। 2 ट्वाक मात्र चामल रहेछ। अहिले पकाएर भरे के खाने? चिसो चुलोले जिस्काउँदैछ। छोरो करा, आमा भोक लाग्यो। भोक पनि कति लाग्छ मनमा नै सोचिन्। अनि भनिन्, पख, अब खोले भात पकाइदिन्छु। रिताले चामल पखालेर बसालिन्। नुनसँगै आँखाबाट झरेका 2 थोपा आँसु पनि मिसियो। धुवाले घर ढाक्यो। आमा आँखा पोल्यो। सानो छोरा करायो। एकछिन हो, अब पोल्दैन। आँगनमा पोखरी जस्तो पानी जमेको छ। 1 घण्टापछि खोले भात खान दिएर छोराहरूलाई घरमा छाडेर ठेकेदारको घरमा आइन्। ठेकेदारसँग पैसा सापटी मागिन्। उसले छैन भनेर दिएन। लोग्ने नहुनुको पीडा छटपटाएकी रितालाई अनगिन्ती पीडाले थिचेको छ। चिनेका आफन्तहरूको घरमा गइन्। सापटी समेत कसैले दिएनन्। साँझमा थकित मन लिएर घर आइन्। घर अगाडि धेरै मान्छे भेला भएका रहेछन्। रिता हतार हतार घर अगाडि पुगिन्। घर अगाडि पानी भरिएको खाल्टोमा 2टै छोरा तैरिरहेको देखिन्। यो देख्न साथ उनी त्यही बेहोस भइन्। केही बेरमा पत्रकार, पुलिस सबै भेला भए। पत्रकारले घरभित्र बाहिर घुमी घुमी पानीको फोटो खिचेर समाचार बनाउन थाल्यो। तर उनले त्यहाँ पानी होइन, अभाव र गरिबी छताछुल्ल पोखिएको देखिन्। लघु कथा समाचार, लघु कथाकार ममता मृदुल। त्यसै गरी अर्को लघु कथा रहेको छ कण्ठी बाँधेको बिरालो, लघु कथाकार मोहन अधिकारी। गजुरधन साहु गाउँमा निकै चिनिएका पुँजीपतिमा पर्दथे। घरमा नोकर चाकरदेखि लिएर घरमा भान्सेनी केटी समेत राखेका थिए। उनको घरमा मात्र होइन, गाउँदेखि लिएर जिल्लासम्म नै रवाफ थियो। उनीदेखि सबै डराउँथे। यही डरको फाइदा उठाएर उनी निकै व्यभिचार पनि गर्दथे। उनकी श्रीमतीलाई यस कुरामा धेरै शंका लाग्थ्यो र सोध्ने गर्थिन्, कतै भान्सिने केटीमाथि कुदृष्टि लगाउनु होला र अबगाल बिहोर्नु पर्ला नि। होइन, कस्ती आइमै रहेछौ, यो त मलाई बगालमा छोडेको रागै सम्झन्छ कि क्या हो भन्दै हान्ने रागोले झैं राता राता आँखा तरेर उनी श्रीमतीलाई चुप गराउँथे। एक दिन उनलाई पिसाब सम्बन्धी
बिमारले साह्रै सताएर डाक्टर देखाउँदा डाक्टरले बिहानैको पिसाब जचाउने सल्लाह दिए। उनले बिहानैको पिसाब फेरेर सिसीमा राखे। उनले सिसी सिँढीमुनि राखेका थिए। भान्सेनीले कुचो लाउँदा सिँढी लडेर सबै पिसाब पोखियो। मालिकनीले आवाज सुनेर कराइन्, होइन, यसले बोतलमा मालिकले राखेको पिसाब पोखिदिए कि क्या हो? भान्सेनीले होइन होइन अर्कै बोतल लडेको भन्दै हतार हतार खाली सिसीमा आफैले पिसाब फेरेर जस्ताको तस्तै राखिदिए। एकछिनमा मालिकनी पिसाब बोकेर डाक्टरकोमा गए। रिपोर्ट आयो। डाक्टरले रिपोर्ट हेरेर भन्यो, यो पिसाब तपाईँको हो कि तपाईँकी श्रीमतीको? के कुरा गर्नुहुन्छ डाक्टर साहेब? मेरै हो नि। किन र डाक्टर साहब? गजुरधनले उत्सुकता पोख्यो। डाक्टरले हाँस्दै भने, पिसाबका हिसाबले त तपाईँको पेटमा गर्भधारण गरेको पो देखाउँछ त। गजुरधनको कालो करतुत श्रीमतीले बुझिहालिन्। तापनि गजुरधन कण्ठी बाँधेको बिराला झैँ चोखो साबित हुन ट्वा परेर श्रीमतीलाई नै हेरिरहेको थियो। लघुकथा कण्ठी बाँधेको बिरालो। लघुकथाकार मोहन अधिकारी। त्यसैगरी अर्को लघुकथा रहेको छ विश्वासघाती। लघुकथाकार योग प्रसाद उपाध्याय चापागाई। लकडाउन परेका बेला दुई मित्रमा फोन सम्पर्क भएपछि खोज तथा अनुसन्धानका लागि तुलसीपुर चोकमा भेट गर्ने र मित्रका घरमा जाने पूर्व सल्लाह भइसकेको थियो। प्रथम मित्र, लकडाउनमा सम्झाउनु पर्यो भनेर बोलाएको। द्वितीय मित्र, यातायात ठप्प भएको समयमा यतिको लामो बाटो फोकटमा के भन्न खोज्नु भएको तपाईले? प्रथम मित्र, यो महामारीको समयमा हिँड्न हुँदैन भनेर सम्झाउनकै लागि बोलाएको थिएँ। द्वितीय मित्र, ए है, विश्वास त यस्तो पो तपाईको? तपाईँ चाहिँ हिँडडुल गर्नुहुने, दिनभरि घर घर चाहनुहुने? प्रथम मित्र, धेरै कुरा म गर्दिन। लकडाउन परेका बेला मेरा घरमा चाहिँ हुन्न। द्वितीय मित्र, बुझे, तपाईँ चाहिँ जहाँसुकै जतासुकै जानुहुने, खानुहुने, बस्नुहुने। लकडाउनले तपाईँलाई नछेक्ने, तर हामीलाई चाहिँ लकडाउनको हैकम चलाउने। यही हो तपाईँको चाला? प्रथम मित्र, सामाजिक दूरी त राख्नु पर्यो नि। द्वितीय मित्र, कुन दूरी हो यो? सामाजिक दूरी, भौतिक दूरी कि स्वार्थको दूरी? प्रशासनका कर्मकर्ताहरू उनीहरू दुईको तर्क वितर्क सुनिरहेका थिए। लघुकथा विश्वासघाती। लघुकथाकार योग प्रसाद उपाध्याय चापागाई। त्यसैगरी अर्को लघुकथा रहेको छ बाल असर। लघुकथाकार रचना शर्मा। एक कक्षामा पढ्ने छोरो किरण स्कुल जान नमानेपछि जयशंकरले फकाउँदै सोधे, बाबु किन स्कुल नजाने भनेको? अब झन परीक्षा आउँदैछ, अब त जानुपर्छ नि। बाबुको कुरा सुनेर छोराले चिन्तित हुँदै जवाफ दियो, पढ्न मन नलागेर होइन के बा? मलाई पुरै मुडुलो गरेर कपाल काटिदिनुहोस् भन्दा मान्नु भएन। मलाई जहिले नै साथीहरूले टोपी खोलिदिएर मुडुली माउ माखा पोली खाऊ भनेर जिस्काउँछन्। छोराको कुरा सुनेर जयशंकरलाई पनि नराम्रो लाग्यो। उनले भने, चिन्ता नलेऊ बाबु, आज म नै तिमीसँग स्कुल गएर सर र मिससँग कुरा गर्छु अनि यस्तो काम कसैलाई नगर्न भन्छु ल। बाबुले छोरालाई भनेर सम्झाए। बाबुको कुरा सुनेपछि छोरा खुसी भयो। एकछिनपछि दुवैजना स्कुल गए। स्कुलमा गएर जयशंकरले कक्षा शिक्षकलाई छोराकै कक्षा कोठामा गएर किरण स्कुल आउन नखोजेको कुरा सुनाए। कुरा सुनिसकेपछि शिक्षकले सबै विद्यार्थीहरूलाई भने, यस्तो काम कसले गरेको हो? शिक्षकको कुरा सुनेपछि रोजन र सोजन दुवैजना उठी एकै स्वरमा भने, सर, किरणले पनि त राजु र रश्मिलाई थोतेर थोती भन्दै जिस्काएको थियो। उनीहरू पनि स्कुल नआएको 4 दिन भइसक्यो। लघुकथा बाल असर। लघुकथाकार रचना शर्मा। त्यसैगरी अर्को लघुकथा रहेको छ चेतना। लघुकथाकार रञ्जुश्री पराजुली। आँपको ठूलो रुखले आफू जस्तै ठूलो सुपारीको रुखलाई अभिवादन गर्दै भन्यो, कस्तो छ तपाईँलाई आज? खडेरीले गर्दा हामी सबै पीडित भएका छौँ। तपाईँ त हिजो पानीको मात्रा कम भएर झण्डै लड्नु भएको थियो। हामी यो ठाउँमा रैथाने हौं। हाम्रा पुस्ता वर्षौंदेखि यही रैथाने भएर रहेका छौं। वर्षौंदेखि आफ्नो कर्तव्य पूरा गरेर साउका सन्तान दर सन्तानलाई मिठो रसिलो अमृत जस्तो पोसिलो फलले तृप्त पार्दै आएका छौं। तपाई सुपारी वंशलाई हामी भन्दा पछि यहाँको माटो खोस्रिएर यहाँ रोपेका हुन्। यस्तै कतै केराका भाइ भारदार लहलाउँदो छाते पात हल्लाउँदै झुलिरहेका छन्। लिची, कागती, कतै कटुस आदिका रुखहरूले आँप र सुपारीको कुरा सुनिरहेका थिए। तपाई जस्तै अरू धेरै थरी फलफूलका बोट बिरुवा यस ठाउँमा रैथाने भएर बसेको धेरै काल भइसक्यो। पहिले त साउका सन्तान पनि यतै बस्दथे।
अहिले कोही शहरतिर त कोही समुद्र पारी विदेशतिर आधुनिक सुविधा खोज्दै विस्थापित भए। हाम्रो रेखदेख कोही गर्दैनन्, तैपनि हामी आफ्नो कर्म नछोडिकन क्षमताले भ्याएसम्म बोटमा फलफूल फलाएर आफ्नो कर्तव्य पूरा गर्छौं। बोटमा लटरम्म फल फलेपछि देखेपछि टिप्नेको भने लर्को लाग्छ। अलि परबाट नरिवलको रुखले उनीहरूको कुरा सुनिरहेको थियो। उसलाई पनि केही बोलौं जस्तो लागेर भन्यो, नमस्ते मित्रहरू, मैले त एउटा राम्रो कुरा सुनेको छु। कति सत्य हो त्यो समयले नै बताउला। मानव समुदायमा अब हाम्रो पनि रेखदेख र संरक्षण हुने चेतना फैलिएको छ रे। स्वार्थी मानव समुदायलाई यस्तो चेतना कसरी आएको नि? कुरा सुनिरहेको अर्को वृद्ध ओखरको रुखले, म यो कुरा पत्याउँदिन। हाम्रो मलजलको वास्ता नगर्ने तर फल टिप्न भने हतारिने मानव जातिमा यस्तो सोच कसरी आयो होला र? त्यसैबीच हरियो पंखा रूपी पातले झुलिरहेको केराको युवा घारीले भन्यो, आफ्नो मात्र सुख सुविधाको ख्याल राख्ने मतलबी मान्छे जातिको चेत खुलाउन कोरोना भन्ने एउटा महामारी रोग अदृश्य शक्ति लिएर विश्व भ्रमणमा डुल्दैछ रे। विश्वका मानव समुदाय अनुशासित भएर प्रकृति माताले देखाएको बाटोमा चल्छन् भने ऊ पनि शान्त भएर आफ्नो बाटो लाग्छ रे। त्यसैले आज मानवता रूपी भाइचारा त्यागेर लोभ मोहमा लागेर विस्थापित भएकाहरू पनि आमाको संरक्षण गर्न दत्तचित्त भएर आफ्नो थलो फर्कँदैछन् रे। प्रकृतिको संरक्षण गर्ने चेतनाको लहर चलेको छ रे। अब हामी पनि निरोगी भएर धेरै फलफूल उत्पादन गर्ने क्षमता बढेर बाँच्न पाउँछौं रे। यो सुनेर सबै बोट बिरुवाहरू खुसी भए। लघुकथा चेतना, लघुकथाकार रञ्जुश्री पराजुली। लागौं अर्को लघुकथातर्फ। लघुकथाको शीर्षक क्रान्ति। लघुकथाकार रमेन्द्र कोइराला। बुढी हजुरआमा, म क्रान्ति गर्न जान्छु। 20 वर्षीय युवकले खुब जोशका साथ भन्यो। जा पनाती जा। सेतै केस फुलेकी बुढी आमैले शून्यतिर हेर्दै भनिन्। जहाँसम्म मलाई सम्झना छ, मेरा बाजे ससुराबाका बाजेबा अंग्रेज लडाईँमा क्रान्ति गर्दा शहीद भए। उनका बाउदेखि छोरासम्म राणाको विरोध क्रान्ति गर्दा शहीद भए। तेरा बा पनि 17 साल पहिले क्रान्तिमा लाग्दा शहीद भए। त पनि अब क्रान्तिमा लागेर शहीद बन्ने हो। तेरो छोरा नाति पनाति पनि एक पछि एक व्यवस्थाको विरुद्धमा क्रान्ति गर्दै शहीद हुनेछन्। यस्तो लाग्छ सबैको जीवन क्रान्तिकै लागि बनेको हो, तर कुनै क्रान्तिले राम्रो व्यवस्था ल्याएन। त्यस्तो अवस्थामा एकमुठी तातो भात खाएर आनन्दसँग सुत्नु कहिले? यति कुरा भनेपछि बुढी आमैका चाउरिएका आँखाबाट अविरल आँसुका धारा बग्न थाले। तर पनातिको रगत उम्लिरहेको थियो। उसले कुरा सुनेन। ऊ बिदाई माग्दै अगाडि बढ्यो। बुढी आमैले देखुन्जेल हेरिरहन्। उनलाई लाग्यो उनको पनातिलाई हेर्ने यो हेराइ नै अन्तिम हेराइ हो। लघुकथा क्रान्ति। लघुकथाकार रमेन्द्र कोइराला। त्यसैगरी अर्को लघुकथा रहेको छ समयको माग। लघुकथाकार रमेश चन्द्र घिमिरे। गाउँमा स्कूल खोल्ने भनेर हजुरबाहरूले भैँसी बेचेर चन्दा हाले। काकाहरूले किताब बोक्ने झोलामा खोलाका बालुवा ल्याए अनि स्कूलमा गाह्रो लगाउन मद्दत गरे। सरहरूले साह्रै नै कर गरेपछि खाजा खुवाउने शर्तमा ठुल्दाईले वनबाट काठका फलेक ओसारे अनि स्कूलमा झ्याल डोका बनाए। यसरी जसले जे सके त्यही गरे। स्कूलले आकार लिन पुग्यो। भाइहरूले चाहिँ सरहरूले कोठामा पंखा पनि नराखिदिएका भनेर आन्दोलन गरे अनि कक्षा कोठामा ताला लगाएर हेड सरलाई घेर्न पुगे। लघुकथा समयको माग। लघुकथाकार रमेश चन्द्र घिमिरे। त्यसैगरी अर्को लघुकथा रहेको छ बहुविवाह। लघुकथाकार रमेश सुवेदी। एकपटक सँगै काम गर्ने मोहन, हिमाल, रजनी, मेलिना र अरू 5 जना एउटा चलचित्र हेर्न जाँदा बाटोमा राजेश भेटिएको थियो। साथीहरू एक्कासी भेट्दा आफू सँगसँगै हिँडेको आमा र भाउजू भनेर उसले चिनाएको थियो। हेर्दा राजेश भर्खरको ह्यान्डसम देखिन्थ्यो। त्यो भेटेपछि राजेश र मेलिनाको मित्रता बढ्यो। करिब 6-8 महिनाको सामिप्यताले उनीहरू एक अर्का बिना एकछिन पनि बस्न नसक्ने भए। दुवैको सरसल्लाहमा अफिसका साथीहरूलाई निम्तो गरेर राम्रैसँग बिहे गरे। एक दिन अफिसका सबै कर्मचारी खाजा खाँदै थिए। एक्कासी 4-5 जना मान्छेहरू आए। ती मध्ये एउटी महिलाले राजेशलाई भुत्ल्याउँदै टिपेर लछार पछार पार्न लागि। सबै साथीहरू हेरेको हेरै भए। छुट्याउन प्रयास नगरेका होइनन्, तर ती महिलासँगै आएका मान्छेहरूले राजेशलाई लिएर गए। नजिकैको पुलिस कार्यालयमा बुझाउँदै बहुविवाह गरेको उजुरी दिए।
घरमा बिहे गरेको श्रीमती हुँदाहुँदै फेरि मेलेनालाई झुकाएर धुमधामसँग बिहे गर्यो भनेर सबै रिसाए। अफिसियल कारवाही गर्नुपर्छ भन्ने चरका दबाव थेक्न नसकेर उसलाई जागिरबाट निकालियो। सफाईमा उसले भन्यो, मैले कसैलाई झुक्क्याएको थिएन, बाटोमा भेटेको बेला मेरी आमा र श्रीमती चिनाएकै थिए। त्यही बेला पछाडिबाट मेलिनाले भनी, अनि आमा र भाउजू भनेपछि कसले तिम्रो श्रीमती भनेर थाहा पाउनु त? लघुकथा बहुविवाह। लघुकथाकार रमेश सुवेदी। त्यसै गरी अर्को लघुकथा रहेको छ गरिबी। लघुकथाकार राजकुमार श्रेष्ठ। राम्रो लाउने, मिठो खाने, सधैँभरि खुसीमा रमाउने मन कसलाई हुन्न र? धेरै पैसा कमाएर धनी बन्ने र परिवारलाई सुख दिने मन रामीलाई पनि नभएको होइन। ऊ गरिब तर परिश्रमी थियो, धेरै काम गर्थ्यो, तर थोरै दाम कमाउँथ्यो तापनि खुसी नै थियो। सानो परिवारका निम्ति थोरै पैसा अनि थोरै खुसीमा रमाउने गर्थ्यो। समय बित्दै गयो। उसले राम्रोसँग कम्प्युटर सिक्यो, आत्मनिर्भर बन्यो। मेहनती हुनाले उसले राम्ररी पैसा कमाउन थाल्यो। घर जग्गा, गरगहना र बाइक किन्यो। बैंक ब्यालेन्स पनि गर्यो। एक दिन ऊ धनाढ्य व्यक्ति बन्यो। छोराछोरीलाई नाम चलेका बोर्डिङ स्कुलमा पढाउन थाल्यो। उसले समाजमा राम्रो हैसियत बनायो। मानिसहरूले उसको परिवार खुसी नै खुसी छाएको देख्न थाले। उसको डाहा र रिसिभी गर्ने पनि बढ्दै गयो। ऊ कहिले काहीँ सोच्थ्यो, यो दुनियाँमा कति मान्छे गरिब होलान्, तिनलाई केही काम दिन पाए कति राम्रो हुन्थ्यो। यसैका लागि उसले बिमा कम्पनी खोल्यो, केहीलाई काम दियो। उसले बाइक बेचेर एउटा कार पनि किन्यो। समाजमा अझै उसको मान र सान बढ्दै गयो। एक दिन अफिस जान उसले ब्याग हातमा लियो। ब्यागको चेन फुटेको रहेछ, त्यो बाहिरबाट प्रष्टै देखिन्थ्यो। ऊ त्यही ब्याग बोकेर अफिस गयो। उसको फाटेको ब्याग एउटा मान्छेले देख्यो। त्यसले अर्कोलाई कोट्याएर ब्याग च्यातिएको सुनायो। बाटोदेखि अफिससम्म उसको गिल्ला भयो। उसलाई पनि लज्जाबोध भयो। ऊ फुटेको चेन हातले छोप्दै शरम लिई अफिस पुग्यो। अफिसमा पुगेर सुइया सास फेरि उसले भन्यो, गरिबी धन सम्पत्तिमा होइन रहेछ, यो त मान्छेको सोचमा रहेछ। लघुकथा गरिबी। लघुकथाकार राजकुमार श्रेष्ठ। लागौं अर्को लघुकथातर्फ। लघुकथाको शीर्षक दाग। लघुकथाकार राजु छेत्री अपुरो। अकस्मात हृदयघात भई उसको मृत्यु भयो। परिवार र आफन्तहरूमा रुवाबासी चल्यो। उसको मृत्युको खबर क्षणभरमै टाढा टाढासम्म फैलियो। सर्वत्र अकाल मृत्यु भनेर चुकचुकाउन थाले। उसको लास आँगनमा राखिएको थियो। धेरै मानिसहरू लासको वरिपरि थिए। लास उठाएर घाटमा लगिहाल्न कसैलाई मन लागेकै थिएन, तर लैजानै पर्थ्यो। अति दुखित मन लिएर लास उठाइयो। उसलाई चिन्ने जान्ने जति सबै उसको मलामी बने। देख्नेहरूले भने मलामी भने कमाएकै रहेछ। लासलाई घाटसम्म पुर्याएपछि चितामा राखियो। अन्तिम विदाई हुनु पूर्व एकजना नेता जस्ता देखिने व्यक्तिले केही प्रवचन राखे। प्रवचनमा उनले मृतकको निकै गुणगान गाए। त्यसपछि 1 मिनेट मौन धारण गर्न सबैलाई आग्रह गरे। तत्पश्चात हेर्दा हेर्दै त्यहाँ आधाभन्दा बढी मानिसहरू आफ्नो गन्तव्यतिर लागिसकेको दृश्य देखियो। चिता नजिक केही आफन्तहरू मात्रै बाँकी थिए। मानिसहरू चितामा राखिएको लास छोडेर गएपछि एक आपसमा खुसुरपुसुर गर्दै गरेको सुनियो। ए, हाम्रै पार्टीको मान्छे भन्ठानेको त भौतिक रूपमा हाम्रो पार्टीलाई र द्वन्द्वकालमा विपक्षी पार्टीलाई पटक पटक थुप्रै आर्थिक सहयोग पो गरेको रहेछन् त। अघिसम्म बिलौना गरेर रुनेहरूमध्ये एकजनाले अलि चर्कै स्वरले भन्यो, गद्दार, बेलैमा मर्यो, राम्रै भयो। तर उसले गरेको सहयोग स्वैच्छिक थिएन। यो कुरा चाहिँ मृतकले बुझाउने मौका नै पाएको थिएन। लघुकथा दाग। लघुकथाकार राजु छेत्री अपुरो। त्यसै गरी अर्को लघुकथा रहेको छ पीडा। लघुकथाकार राजेन्द्र शर्मा। उसलाई बालकदेखि वृद्धसम्म सबैले मन पराउँथे। रुचिका साथ काखी च्याप्ने तर पनि ऊ खिन्न थियो। रुचिका साथ काखी च्याप्थे तर पनि ऊ खिन्न थियो। ऊ एउटा अस्वस्थ प्रतिस्पर्धाको चपेटामा परेको थियो। व्यक्ति पिछेको होटबाजीमा ऊ आफैलाई एउटै प्रश्न बारम्बार तेर्साइरहन्थ्यो, किन यी सबै संकीर्ण भएका, किन मलाई सबै समक्ष पुग्न रोकेका। उसले आफ्नो बाल्यकालको सङ्घर्ष सम्झियो। मध्यकालको वृद्धि विकास र वर्तमानको सफलताभित्र अस्वस्थ प्रतिस्पर्धाले ऊ निकै चिन्तित बन्यो। व्यक्तिपिच्छेका सोझबुझ र मपाइतो अनि संस्थाहरूका आफ्नै नियम विनियम नसकिने भइयो। ऊ पीडाभित्र गुम्सिएको थियो, तर हार खाएको थिएन। ऊ निकास खोजिरहन्थ्यो लगातार। उसले एउटा युक्ति निकाल्यो।
आफन्त सबैलाई बोलायो र वार्ता सुरु गर्यो। उसले दुखेसो राख्दै भन्यो, सबैको आफ्नो हट र अडानले मेरो अस्तित्व संकटमा परेको छ। के गरौं? कसरी यी सबैलाई पाठ सिकाउँ? सहभागी भएका चुटकिला, गजल, मुक्तक, कविता जस्ता आफन्तहरूले एक स्वरमा भने, हाम्रो प्रिय साथी लघुकथा पीडामा परेको कुरा मनन गर्दा साझा मञ्चको गठन नितान्त जरुरी देखियो। त्यसपछि वार्ताको अन्तिममा कथाले भन्यो, लघुकथाकार बन्न त लघुकथाको अस्तित्व जोगिनु पर्यो नि। कथाको कुरा सुनि लघुकथाले अन्तिममा भन्यो, लघुकथाको संरक्षण र प्रवर्धन गर्न त लघुकथाकार र लघुकथा समूह पनि त एक बन्न पर्यो नि। लघुकथा पीडा, लघुकथाकार राजेन्द्र शर्मा। लागौं अर्को लघुकथातर्फ। लघुकथाको शीर्षक जीवनसाथी। लघुकथाकार रामचन्द्र भट्टराई। यात्रा लामो दूरीको थियो। बसभित्र यात्रीहरू खचाखच थिए तापनि म एक्लो भएको महसुस गरिरहेको थिएँ। त्यहाँ परिचित कोही थिएनन्। एउटा स्टेशन आयो, बस रोकियो। केही यात्री ओर्लिए, केही उक्लिए। उक्लिएकी मध्ये एक अपरिचित युवतीले सोधिन्, यो सिटमा तपाईँ एक्लै? मैले टाउको हल्लाएर स्वीकारोक्ति जनाएँ। उनले बस्ने अनुमति मागिन्। खाली सिट भएको हुनाले मैले बस्नुहोस् भने। यात्रा अगाडि बढ्यो। उनले मेरो नाम सोधिन्, काम सोधिन्, ठाउँ सोधिन्। मैले क्रमशः जवाफ दिँदै गएँ। उनीसँग भएका यी मिठा भलाकुसारीले मभित्र एक्लोपन हट्दै गयो, आत्मीयता बढ्दै गयो, मनमा छुट्टै तरङ्ग पैदा गरायो। यति छोटो समयमै म उनीप्रति यति धेरै आकर्षित हुन पुगेछु। कता कता कल्पनामा हराउँदै उनलाई जीवन साथीको रूपमा सजाउन पुगेछु। यात्रा चलिरहेकै थियो। अर्को एउटा स्टेशन आयो, बस रोकियो। केही व्यक्तिहरू बसबाट ओर्ले। बसका केही सिट खाली भए। पछाडिबाट एकजना पुरुष आएर भने, सर तपाईँ उता बसिदिनुहोस् न है। म अकमक्क परेँ। उनले मतिर हेरी अनुरोध गर्दै भनिन्, अब गन्तव्य आउन केही समय मात्र बाँकी छ। केही समयका लागि हामी दम्पतिलाई सँगै बस्नु दिनुहोस् न है सर, प्लिज। लघुकथा जीवनसाथी। लघुकथाकार रामचन्द्र भट्टराई। त्यसै गरी अर्को लघुकथा रहेको छ उपदेश। लघुकथाकार रिमबाबु राणा। ऊ सीमा भन्दा पनि बढी व्यावसायिक थियो। नाफाका लागि ऊ जस्तो सुकै काम गर्न पनि हिचकिचाउँदैन थियो। उसले आफ्नो छोरालाई पनि सोही बाटोमा डोराउन चाहन्थ्यो। दैनिक छोरालाई उपदेश दिन्थ्यो, हेर छोरा, अहिलेको जमानामा धन नै सबैभन्दा ठूलो हो। धनले सबै सुख सुविधा जुटाउन सक्दछ। त्यसैले धनलाई चिन्न सक्नुपर्छ। फाइदा नआउने काममा एक पैसा पनि खर्च गर्नुहुन्न। बुबाको उपदेश छोराले शिरोधार्य गर्यो। फजुल खर्च गर्नबाट जोगिएर बस्यो। उसको छोराले दान चन्दाको नाममा एक पैसा पनि खर्च गरेन। ऊ एक दशकमै नवधनाढ्यको सूचीमा पर्यो। यतिन्जेलमा उसका बुबा वृद्ध भइसकेका थिए। अन्तत बाँसको जरामा बाँस नै उम्रिएको देखियो। काम गर्न नसक्ने यस्तो वृद्ध बाबुलाई पालेर फाइदा छैन भन्ने कुरा उसले सोच्यो। उसले बाबुलाई वृद्धाश्रम लगेर छोड्यो। लघुकथा उपदेश। लघुकथाकार रिमबाबु राणा। त्यसै गरी अर्को लघुकथा रहेको छ मानसिकता। लघुकथाकार रिता बलामी। बिहान खाना खाएर निस्कियो, तास खेल्यो अनि एकैपटक राति 11 बजेतिर लर्खराउँदै घर आयो। बिना कारण स्वास्नीसँग झगडा गर्यो। छोरालाई गाली गर्ने राजुको बाबुको दिनचर्या थियो। बिहानै घर लिपोत, गाई बाख्रालाई घाँस, कुडो, थला परेकी हजुरआमाको स्याहार सुसार, बाउ छोराका लागि बिहान समयमै खाना, खाजाको व्यवस्था, सरसफाई, खेतीपातीको काम, नुहाई धुवाई, मेलापात र फेरि साँझको चुलो चौको। बिचरी आमाले कहिले एकछिन आराम गर्न पाउँथिन् र? उल्टै राति आएर बाउले दिनभरि घर बसेर के गर्छस् भनेर कराइरहने बुबाको व्यवहारले राजु दिक्क भएको थियो। स्कुलमा मिसले ग्रामीण नारीको अवस्थाबारे शिक्षा दिनुभयो। राजुको मन छोयो। त्यस बेलादेखि आमालाई उसले सघाउने गरेको थियो। कोरोनाले गर्दा सबै घरमा थिए। बाबुको फोन आयो। राजुले उठायो। उताबाट कसले के सोध्यो कुन्ने। ऊ भन्दै थियो, बुबा अचेल केही गर्नुहुन्न, घरमै बस्नुहुन्छ। उसका कुरा बुबाले सुने। बाबुले झम्टँदै भने, तेरे आमा खुट्टो भाँचेर सुतेको 7 दिन भयो। तेरा बाउले केही नगरी बस्या भए सधैँ पकाएर कसले घिचाएको छ ए बज्या? बडा केही गर्दैन भनेर गफ लाउँछस्। को त्यो सधैँ यत्रो काम गरे देखिनस्? राजुले भन्ने मौका पायो। जाबो बिहान बेलुका भात पकाउनु पर्दा किन यत्रो रडाको? आमालाई त सधैँ सुतेर खाएको जस्तो छम्टिरहनुहुन्थ्यो त। अब थाहा पाउनुभयो? आमाको जिउ त फलामको होइन होला नि। लघुकथा मानसिकता। लघुकथाकार रिता बलामी।
त्यसैगरी अर्को लघुकथा रहेको छ अनुगमन। लघुकथाकार लक्ष्मण अर्याल। कागजपत्र पटक्कै मिलेन, मिलाएर ल्याउनुहोस्। हाकिमले भन्यो। के मिलेन सर, भनिदिनुहोस् न, मिलाएर ल्याउँछौँ। सेवाग्राहीले नरम मिजाजमा सोध्यो। सुब्बाले कुरा उधार्यो। तपाईहरू हामीलाई रेस्पोन्स नै गर्नुहुन्न। तपाईँको कागज मिल्दैन। काम गर्नुपर्छ र गरिन्छ पनि। हामी कामकै लागि आएका हौँ, तर तपाईँहरू कुरै बुझ्नुहुन्न। हाकिम साहबले कसरी सही गर्ने 50 लाखको कागजमा। यसपल्ट पापी पेटका कारण न्यून वेतनधारी खडदार बोल्न विवश भयो। सेवाग्राहीले सोच्यो, आखिर यो अनुदान नै त हो। अनुदान अलिकति कम होला, के फरक पर्छ र, प्राप्ति त हुन्छ नि। अनि बोल्यो, सर हामी कहाँ घुम्ने ठाउँ छ, आइदिनु होला। आउँदा यहाँहरूले अन्त बस्नै सोच्नु भएन। हामी स्वागतका लागि आतुर छौँ। यही मेसोमा हामीलाई अनुगमन गरिदिनुहोस्। सर्प पनि मर्छ, लट्टे पनि भाँचिँदैन। लेखा प्रमुखले कागज पल्टाए जस्तो गरेर भन्यो, विषालु सर्पले दुःख दिएको छ आजकल। लट्ठी नभाँची सर्प मर्नुपर्छ। ठिक छ, दर्ता गर्नुहोस्। सेवाग्राहीको काम बन्यो। एक सातापछि हाकिमका जम्बो टोली अनुगमनका लागि कार्यालयमा आए। कार्यालयका हाकिम उही सेवाग्राहीले अनुगमन टोलीलाई थित फुकाएर आतिथ्यता प्रदान गर्यो। आतिथ्यतामा रातो खसी ढलेको र विदेशी सोमरसका बोतलहरू खोलेका जस्ता झिना मसिना कुराहरू गौन भए। यी कुरा उठ्नु र उठाउनु भनेको अतिथि देव भव भन्ने हाम्रो पारम्परिक विश्वासमा आघात हुन्थ्यो, जुन हुन पाएन। अन्ततः सदाझै यसपल्ट पनि काम लिन र मिलाउन जान्नेहरूले भ्रष्टाचार हुन दिएनन्। लघुकथा अनुगमन। लघुकथाकार लक्ष्मण अर्याल। त्यसैगरी अर्को लघुकथा रहेको छ आँट र ढाँट। लघुकथाकार लक्ष्मी पोखरेल। धीरज हिजै लाहोरबाट 2 महिने बिदामा गाउँ फर्केको थियो। घरमा ढल्कदो उमेरकी आमा मात्र थिइन्। ऊ आमालाई पालो दिन पँधेरोमा पानी भर्न आफै गयो। पँधेरोमा गोमा पनि थिए। कहिले आइसो लाउरे, मेरो माया त के मार्थिस् र तैँले। ऊ रिसाएको हेरेर मज्जा लिन गोमाले जिस्काउँदै भने, लाज पछि कि नकली, संसारमा तैँ एउटी मात्र बाँकी छेस् नि। उसले मोरमोरिँदै भन्यो, हिजो आए, 2 महिना बसेर जान्छु। धीरजले उस्तै जवाफ फर्कायो र आफ्नो प्लास्टिकको ग्यालेन भरेर घरतिर लाग्यो। पछिल्लोतिरबाट गोमाको स्वर सुन्यो। आइसकेपछि मलाई भित्राएर जान्छस् होला नि, तेरी आमालाई कतिन्जेल पँधेरोमा पठाउँछस्। धीरजको कन्पारो तात्यो। हातको पानी भुइँमा राखेर भन्यो, के सोचे कि तैँले, आफ्नो कुल घरान हेरेर कुरो गर। खुस्क्यो कि क्या हो, गाउँकाले के भन्छन्, के कुल घरानको कुरा गर्छस्। मान्छे सबै एउटै हो, 2 जातका लोग्ने मान्छे, स्वास्नी मान्छे। फेरि गाउँकाले तेरा घरको पनि सधैँ कुरो गर्दैनन् त। तेरा बाउका 3वटी स्वास्नी छन्। बाहिर बरबटे परियार पवनको अनुहार तसँग काटिकुटी किन मिलेको छ। जातको कुरा नगर मसित, भगवानले हात दिएका छन्, गरेर खानेको हात हुन्छ, जात हुन्न। पँधेर्नीहरू गलल्ल हाँसे। धीरज मुखभरिको जवाफले रन्थनिएर हिँड्यो। ग्यालेन सिकुवामा राखेर आमालाई बाउको बारेमा सोध्यो। यस्ता पातर्नीका कुरा पनि पत्याउने हो, तेरा बा त्यस्ता कहाँ छन् र। धीरज 17-18 वर्षको हुन्जेलसम्म उसका बाबै खरै बस्थे। ऊ बाउदेखि दचकिन्थ्यो। कडा मिजाजका थिए, खाना खेल्नका शौखिन। धीरज लाहोर गएपछि बाबै पनि घर अडिएनन्। बाउसँग उति ठ्याक नमिल्ने। उसले पनि त्यति चासो राखेनन्। पर्सिपल्ट पानी थाप्न पँधेरो गएको धीरज गोमाको हात समाएर डोराउँदै घर पस्यो। आमाले बाटो छेक्न खोजिन्। धीरजले भन्यो, मलाई जन्म दिने आमा भएर तपाईँले मलाई नै ढाट्नु भयो। कुल घरानको खोस्टे कुराको बाको बारे पनि ढाकछोप गर्नुभयो। बरु यसले मेरो मुखैमा साँचो बोली। मैले हिजो सबैतिर डुलेर पत्तो लगाइसके र बुझिसके बाको जात। ढाँटले जीवन काटिन्न, तपाईँ पनि बुढो हुनुभयो। अब यसले मलाई आँटी नढाँटी घर गरेर खाने भई। लघुकथा आँट र ढाँट। लघुकथाकार लक्ष्मी पोखरेल। दर्शक तथा श्रोतावृन्द, लागौं अर्को लघुकथातर्फ। शीर्षक कान्छी स्वास्नी। लघुकथाकार लक्ष्मी पौडेल। आमा, दिन कतिखेर हुन्छ? किन चाहियो तँलाई? आफू दिनभरको कामले थाकेर लखतरान भाछु, एकछिन बस्न पाएको होइन? यो उज्यालो कहिल्यै नभइदिए हुन्थ्यो जस्तो लाग्छ। मनभित्रभित्रै बोलिन् उनी। हल्ला नसुनी सुत। बा आउँथ्यो कि भनेर? छोराले आमाको मुखमा पुलुक्क हेर्यो। आमा बिन्दुकुमारी केही बोलिनन्। छोराको टाउको सुमसुमाइन मात्र। बिन्दुको मन भरिएर आयो, गला अवरुद्ध भयो जस्तो भयो। स्वास्नी र छोरा छाडेर भारत बसेको 10 वर्ष भयो। बिन्दुको लोग्ने मोहन दमाई। कागको छोरा सबै बुझ्ने भइसक्यो। खोज खबर केही गर्दैन। लोग्ने भनेको लोग्ने हो। कहिलेकाहीँ त बित्थामा झगडा गरेछु जस्तो लाग्छ। धेरैले सौता बेहोरेका छन्। पहाडतिर तराई जस्तो कहाँ हो र?
त्यतिखेर माइतीले उचाले, अहिले कोही वास्ता गर्दैनन्। बिन्दुको आँखाबाट तरक्क आँसु चुइए। छोरालाई हेरिन्, अघि निधाएछ। मोहन दमाई आज ड्युटीमा गएन। उसको मोहल्ला पनि साथीहरूलाई रखबारी गर्ने अनुरोध गर्यो। दुःख बिमारमा आलो पालो गर्छन्। रातको 11 बजे घर सम्झियो। बिन्दुलाई सम्झियो। दुधे बालक कत्रो भयो होला। पुरानो एल्बम फर्काएर हेरिरह्यो निकै बेरसम्म। घर स्वास्नी छँदाछँदै अर्की ल्यायो। ससुरालीले लखेटे। अहिले एक्लो जीवन रक्सीको सहारा। डोटी राम्रो डडेलधुरा, अछाम राम्रो साँपे। पुरानो गीतले मोबाइलको घन्टी बजायो। हेलो, उताबाट आवाज आएन। नौलो नम्बर थियो। फोन राख्यो। मनले मानेन। कल ब्याक गर्यो। हेलो, घर आऊ, धेरै याद आयो। छोरा सोधिरहन्छ। कान्छी स्वास्नीलाई पनि लिएर आऊ, मिलेर बस्छु। एकै सासमा बोली सिधाई बिन्दुले। कान्छी? मोहनको बोली बन्द भयो। भगाएर ल्याएको 1 वर्षमै छाडेर गएकी कान्छी स्वास्नीको थमिलो अनुहार उसले सम्झियो। लघु कथा कान्छी स्वास्नी। लघु कथाकार लक्ष्मी पौडेल। लागौं अर्को लघु कथातर्फ। लघु कथाको शीर्षक आवरण। लघु कथाकार लता केसी। साउन महिना, मौसम हरियाली थियो। अन्तिम सोमबार शिवको मन्दिर परिसर निकै छकिझकाउ थियो। दिनदुखी पनि धर्मात्माहरूबाट केही पाइने आशाले लहरै बसेका थिए। छट्ट हेर्दा ठूलै उत्सव थियो। विशेष चहलपहल अघि पछि भन्दा निकै भव्य र निकै रोचक देखिन्थ्यो। एउटी सभ्य देखिने महिला भव्य गाडीबाट ओर्लिन्। उनी जनकल्याण संघकी अध्यक्ष थिइन्। उसो त उनले कहिले जीवनमा मन्दिर र पूजा गरेको थाहा थिएन। उतिखेरै 2 जना लाठेहरूले उनले दानका लागि ल्याएका कम्बल, लत्ता, कपडा र खानेकुरा बोकेर उनका पछि लागे। निकै दान धर्मको भावले सबैलाई वितरण गर्दै गइन्। एकजना दुखीले बिन्ती बिसाए, हजुर, छोरो अस्पतालमा छ, नगद सहयोग पाए ठूलै उद्धार हुने थियो। उनले तत्कालै केही नगद सहयोग गरिन्। नगद हातमा परेर उदङ्ग पर्यो। मन्दिरको व्यवस्थापन र संरक्षणलाई पनि भेटेर मोटे रकम चेक काटिन्। सबै दुखी आत्माहरूले उनको जय जयकार गर्दै थिए। दर्शकहरू पनि आशीर्वाद वर्षाउँदै थिए। टीका टिप्पणी चल्दै थियो। धन पनि भाकी, मन पनि भाकी रहेछन्। अचानक प्रकृतिको कुदृष्टि बर्सियो। भारी वर्षा चल्यो। निमिषभरमै छेउको खोलो उर्लिएर मन्दिरभित्रै बाढी बनेर पस्यो। ज्यान जोगाउने होटमा भागदौड, हङ्गामा, कोलाहाल मचियो। दुखीहरूलाई पन्छाउँदै उनै दानी र सज्जन महिला गाडीमा चढ्दै आफ्नो घरको गेट मात्रै केही पुगेकी थिइन्। अघिका केही मगन्तेहरू उनको घरमा शरणका लागि अनुनय विनय गर्दै थिए। उनले गेटभित्र अनुमति बिना प्रवेश निषेधको बोर्ड टाँसेर सबैलाई हकार्दै थिइन्। यो धर्मशाला होइन, जान्छौ कि पुलिस बोलाऊ? भिडबाट एकजनाको आवाज आयो, दिदी, अघिका मिडियाकर्मीलाई फोन गरेर बोलाऊ या भित्र पस्न दिनुहुन्छ? लघु कथा आवरण। लघु कथाकार लता केसी। त्यसैगरी अर्को लघु कथा रहेको छ महान कविज्यू। लघु कथाकार ललिता दोषी। पुष महिनाको बिहानी टम्म होसो लागिरहेको थियो। कवि नारायण बानेश्वरको चोकमा बस पर्खिरहेका थिए। आगो ताप्दै चिया पिइरहेका युवाहरूले खुसीको स्वरमा भने, ऊ महान कविज्यू पाल्नु भयो, आज त दामी कविता जाने भयो, दामी। नारायणले सोचे, सम्पूर्ण परिवारको घाँस काटेर कविता संग्रह निकाले। पत्रिकामा आफूले चिनेका मान्छे नहुँदा त्यो गहकिलो पुस्तक नराम्रोसँग ओझेल पर्यो। त्यो बेलादेखि सित्तै कवि बनेछु भन्ने लागेको थियो। धन्न, बेलैमा बुद्धि पुर्याएको रहेछु। हेर, राम्रा कविका त प्रशंसकहरू हुँदो रहेछन् नि, तर खोइ कवि। ल कविताको टुक्रा जाओस् कविज्यू भन्ने शब्दले नारायणको ध्यान त्यतै तान्यो। छुममा दारी, कपाल पालेको, डुङडुङ्गी गनाउने, अर्धनग्न अधभैसेले तिग्रा पिट्दै भने, साले त्यो शिखर चढ्यो, मेरै साहित्य चोरेर म सडकमा सुत्ने भए, थोत्रो बोरा ओढेर। युवाहरूले ताली पिट्दै भने, वाह वाह कविज्यू, अर्को टुक्रा जाओस् अर्को। कविले छातीमा मुट्की हान्दै भने, सधैँ खुट्टा मात्र ताने, अजम्बरी पाए झैँ गरी, आँसु बग्यो बगिरह्यो, पीडा बगेन कठैभरि। ल कविज्यू, बधाई छ भन्दै एउटा युवकले पिउँदा पिउँदैको आधी गिलास जुठो चिया दियो। कविले 2 घुटकोमै त्यो चिया पिएर ओझेल भए। नारायणलाई भनन्न रिङ्गटा चल्यो। उनी थच्च भुइँमा बसे। एउटा वृद्धले गर्दै भने, साहित्यको सही मूल्याङ्कन नहुँदा कठै यत्रो होनहार कवि बौलाहा भए। कविको त्यो नग्न दृश्य र वृद्धका कुराले नारायणलाई सही नसक्नु छटपट भयो। उनी जुरुक्क उठेर युवाहरूले तापिरहेको आगो नजिकै गई कविताको ठूलो डायरी च्यातचुत पारेर आगोमा हाले। त्यो जल्दा उनलाई आफ्नै मुटु जले झैँ भयो। कवि सम्मेलनमा हिँडेका उनी लर्खराउँदै घर फर्के।
कानमा भने युवाहरूले भनेको आवाज आइरहेको थियो, हा हा हा। फेरि एउटा महान कविज्यू बौलाउनु भयो। ठिकै छ, थोरै जुठो चियामा दामी कविता सुन्न पाइने भयो। दामी लघुकथा, महान कविज्यू, लघुकथाकार ललिता दोषी। दर्शक तथा श्रोतावृन्द, लागौं आजको लागि अन्तिम लघुकथातर्फ। लघुकथाको शीर्षक समस्या। लघुकथाकार वसन्ता गौतम। बिहान स्कुलबाट फोन आएदेखि नितालाई निकै छटपटी भएको छ। प्रिन्सिपल सरले फोन गरेर भन्नुभयो, म्याम, अब हामीले आइतबारबाट अनलाइन क्लास चलाउने भयौं। हजुरले मोबाइलमा जुम एप डाउनलोड गर्नु, के कसरी गर्ने हो हामी भन्छौं। निताले सरको कुरा सुने, हस् भनेर सहमति जनाई। तर अनलाइन क्लाससँग जोडिएर आउने नेट, कम्प्युटर, स्मार्टफोन इत्यादि कुराको जोहो कसरी गर्ने? चैत्रसम्मको तलब दिएको थियो स्कुलले। यति लामो लकडाउनमा न पेटले लकडाउन गर्यो न रोगले। नाइ सक्दिन पनि भन्न सकिन, भने पनि हस्त नमस्कार भन्लान् भन्ने डर। सासू ससुराले हिजै मात्र हो, प्रेसर, सुगर, अरू के हो, औषधि सकियो ल्याइदे भन्नुभएको। उता श्रीमानको पनि अहिले आउने बाटो बन्द भएको छ। सबै काम कारोबार ठप्प छ। उनी त्यसै पनि तनावमा छन्। यही कुरा सोच्दा सोच्दै उनलाई बौलाउनु जस्तो भयो। के गर्ने कसो गर्ने, ऊ अलमलमा परी। उसको नजर दराजमाथि राखेको खुत्रिकेमा टक्क अडियो, जसमा सासू ससुराको 84 गर्न जोहो गरिएको धन थियो। उसको अनुहारमा अचानक खुसी छायो। लघुकथा समस्या। लघुकथाकार वसन्ता गौतम। दर्शक तथा श्रोतावृन्द, यो सँगै आजका सम्पूर्ण लघुकथाहरू सकिएका छन्। आजका 50वटा लघुकथा तपाईलाई के कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला। पाठशालाका लघुकथा कार्यक्रमको श्रृङ्खला अर्को महिनाको 15 गते पुनः लिएर आउने नै छु। तबसम्मको लागि म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार। प्रत्येक महिनाको 15 गते पाठशालाका लघुकथा